सर अगाडि बस्नु छ रिसर्च एन्ड डेभलपमेन्टको हजुर सम्पूर्ण सहभागीहरूलाई र विशिष्ट व्यक्तित्वहरूलाई यो सेसनमा म स्वागत गर्न चाहन्छु। आज हामी नेपाल प्रशासन विकसन प्रतिष्ठान नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजले रेगुलर बेसिसमा कन्टिन्युअस बेसिसमा अर्गनाइज गर्दै आइरहेको आफ्नो डिस्कसन सिरिज अन्तर्गतको 88औं एपिसोडमा भेला भएका छौँ। आजको हाम्रो 88औं एपिसोड चाहिँ सोशल सेक्युरिटी फन्ड च्यालेन्जेस विषयमा रहेको छ। आजको यो कार्यक्रमको अध्यक्षता गरिदिनुहुन नेपाल प्रशासन विकसन प्रतिष्ठानका आदरणीय कार्यकारी निर्देशक डाक्टर राजन खनालज्यूलाई अनुरोध गर्न चाहन्छु। त्यसैगरी आजको प्रस्तुतकर्ताको रूपमा कृष्ण हरि बास्कोटा सर हुनुहुन्छ। सरलाई पनि म अनुरोध गर्दछु र त्यसैगरी आजको मोडरेटर यो सेसनको मोडरेटर पानका अध्यक्ष मधुरमण आचार्य सरलाई पनि आफ्नो गुनासोको लागि अनुरोध गर्दछु। मलाई लाग्छ थाहा भयो मलाई याद भएसम्म र मलाई जहाँसम्म लाग्छ हामीले पब्लिक एडमिनिस्ट्रेसन एसोसिएसन अफ नेपाल र नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजले जोइन्ट कोल्याबोरेसनमा यस्ता खालका इभेन्टहरू विगतका वर्षहरूदेखि नै गर्दै आइरहेको छ र फिजिकल्ली गरिएको चाहिँ मलाई याद भएसम्म यो 3रो एपिसोड हो। हामी 3rd एपिसोडमा छौँ अहिले। यो सोसल सेक्युरिटीको कुराहरू हाम्रो लागि नेपालमा हिजो भर्खरै बजेटका कुराहरू पनि हामीले सुनेका छौँ। हिजो बजेट भाषणमा पनि यी कुराहरू सर्टेन फन्डहरू चाहिँ यसको लागि एलोकेट भएको कुराहरू पनि हामीलाई थाहा छ र हाम्रो लागि यो चाहिँ यसका विभिन्न च्यालेन्जेसहरू छन् र अबको दिनको कार्यदिशा अबको दिनको वे फरवार्ड चाहिँ अझ हाम्रो लागि महत्त्वपूर्ण हुन सक्छ। सो यो सेसनमा आज हामी बढी छलफल गर्नेछौँ। अब मैले यहाँ उपस्थित विशिष्ट व्यक्तित्वहरूलाई पुनः एकचोटि स्वागत गर्दै यो सेसनको बारेमा की हाइलाइट्स गर्दै यो सेसनलाई मोडरेट गरिदिनु हुन म पानका अध्यक्ष मधुरमण आचार्य सरलाई यो माइक्रोफोन ह्यान्डओभर गर्दछु। डाक्टर राजन खनाल, किशोरी बास्कोटा सर, पानका अधिकारीज्यूहरू, अब धेरै यहाँ दिग्गज व्यक्तिहरू हुन्छ, सबैको नाम लिएर त साध्य हुँदैन, तर अब हाम्रो यो एउटा यसको क्यारेक्टर के हो भने यो कम्युनिटीमा अलिकति यो किसिमको वजन अलिकति हुन्छ र हामीलाई छलफल गर्न पनि राम्रो लाग्छ। अब नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र नेपाल जनप्रशासन सङ्घको बिचमा चाहिँ हाम्रो साझेदारी निरन्तर रूपमा चलिरहेको छ विभिन्न तरिकाले। त्यसमध्येमा एउटा चाहिँ यो के भने यस्तो डिस्कसन सिरिज चलाउने यो पहिलेदेखि चलिआएको हो। अब यसलाई फेरि आयोजना गरेर यसमा सहकारीलाई निरन्तरता दिनुभएकोमा डाक्टर खनाल र साथीहरू स्टाफ कलेजको सबै साथीहरू विष्णु सर लगायत अरू मित्रहरूलाई पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। हामीहरूले समसामयिक विषयमा यो स्टाफ कलेजको डिस्कसनमा यो एउटा कम्युनिटीको एउटा हामी चाहिँ सबै बसेर छलफल गर्छौँ र केही निचोडहरू पनि निकाल्छौँ। त्यस्तो प्रक्रियालाई निरन्तर गर्ने सिलसिलामा आज यो भएको। आज चाहिँ हामीले अब यहाँ अघि पूर्व उद्घोषकले भनिरह्यो सोसल सिक्युरिटी विषयमा आज हामीले छलफल गरिरहेका छौँ। आजको प्रस्तुतामा अब श्री कृष्णहरि बास्कोटा सर हुनुहुन्छ। उहाँको परिचय यो यहाँ यो समुदायमा दिइराख्नु पर्ला जस्तो मलाई लाग्दैन, तैपनि मोडरेटरको पाएपछि अलिकति भनौँ फर्माउँ जस्तो लाग्छ। उहाँको अरू के अरे अर्थ सचिव हुनुहुन्थ्यो, सूचना आयोगको प्रमुख आयुक्त हुनुहुन्थ्यो, जनप्रशासन नेपाल जनप्रशासन सङ्घको अहिले इमिडिएट मभन्दा अगाडि प्रेसिडेन्ट हुन्थ्यो, यो त सबैलाई थाहा छ। तर त्योभन्दा बढी उहाँको खासै परिचय चाहिँ उहाँ यति धेरै चाहिँ नि यो इङ्गेजमेन्टमा हुनुहुन्छ उहाँहरू चाहिँ नि मलाई लाग्छ सायद सबै प्रदेश र सबै गाउँपालिका नगरपालिका पुगिसक्नु होला, ल पुग्नु भएको छ, पुगिसक्छ, सबै पुग्नु भएको छ, कोही पनि पुगेको छ जस्तो मलाई लाग्दैन उहाँ बाहेक। कोही पनि पुगेको हुन सम्भव छैन क्या त्यस्तो कुरा। उहाँ चाहिँ त्यस्तो र अहिले पनि यहाँ आइयो सकिने बित्तिकै उहाँको आज नेपालगञ्ज जाने छ र उहाँको त्यो आफ्नो व्यस्तताको बावजुद र उहाँको जुन विज्ञता उहाँको चाहिँ नि जुन त्यो एकदम दायरा धेरै नै फराकिलो छ। सूचनाको हक सम्बन्धमा चाहिँ उहाँले धेरै योगदान दिनुभएको छ। जनप्रशासनको त उहाँ प्रेसिडेन्टै हुनुभयो,
अर्थ मन्त्रालयमा सचिव भावनाले आर्थिक व्यवस्था योजना सम्बन्धीमा धेरै उहाँको जानकारीहरू छ। एउटा यस्तो खालको डिस्कसन सिरिजै चलाउनुहुन्थ्यो उहाँले, त्यसमा एकचोटि म पनि टिभीमा पनि चलाउनुहुन्थ्यो, यो पोलिसी डाइरेक्ट टाइपको, त्यसमा पनि म गएको। त्यस कारणले उहाँको विज्ञताको आधारमा हामीले आजको विषय, अब सामाजिक सुरक्षा यो यस्तो विषय हो, अहिलेको अलिकति हट विषय हो, किनभने सबैको ध्यान त्यसमा छ। तर कतिपय के यसको यति धेरै अघि प्रवक्ताले भन्नुभयो, दर्शकले चुनौती छ, यसको कार्यान्वयनको चुनौती छ, कति किसिमको छ भने पनि हामी धेरैलाई थाहा नहुन्छ। अहिले उहाँले प्रस्तुत गर्दाखेरि हामीले थाहा पाउनेछौँ, कतिपयलाई त सामाजिक सुरक्षा नभनिराखेर सामाजिक सुरक्षा वितरण भएको पनि छ। र यो चाहिँ नि अब अर्थतन्त्रमा एउटा किसिमको बोझ पनि, तर एउटा चाहिँ मानवीय विकासको लागि फेरि आवश्यक पनि, र यसको त्यो सन्तुलन मिलाउनु पर्ने चुनौती पनि यसमा छ। यो जम्मै कुराहरूको साथसाथै उहाँले आफ्नो अनुभव र अध्ययन पनि छ उहाँको यसमा अलिकति यो विषयमा। अब हामी आशा गरौँ। आज चाहिँ त उहाँले मलाई सुरुमा के भन्नुभएको छ भने अलिकति यो धेरै परिचयात्मक हुन्छ, ज्यादै विहङ्गम सब्जेक्ट भएको हुनाले परिचयात्मक हुन्छ भन्ने जोड गर्नुभएको छ। तर उहाँको विज्ञता र विशेषज्ञतालाई दृष्टिगत गरेर त्यस्तो मात्रै हुँदैन भन्ने मैले आशा गरेको छु। उहाँले त्यस्तो भन्नुहुन्छ, उहाँको मोडेस्टी हो त्यो। अब धेरै ढिलो नगरिकन कृष्ण भास्कर सरलाई मैले यो फ्लोर आफ्नो प्रस्तुति गर्नको लागि दिन्छु। मैले राज सरलाई र हामी चाहिँ तलतिर जाउँ कि भनेर रिक्वेस्ट गरेँ। सरकार अध्यक्ष मनोहर फ्लोरमा भएका दिपेन्द्र प्रकार सर लगायतका अति विशिष्ट महानुभावहरू, वास्तवमा यो स्टाफ गरेसँग नेपाल जनता समिति एउटा सहकार्यमा यो काम गर्दै आएका छौँ। यो त्यसको चौथो छलफलमा हामी अगाडि बढेको कुरा बताउन चाहन्छु। वास्तवमा आज मन्त्र सरले भनेकै कुरा नै सही हो, जस्तो मलाई पनि मनमा लागेर यस्तो केही कुरा बोल्नुभन्दा पहिला त्यसको लिमिटेसन बोल्यो भने राम्रो हुन्छ कि भनिरहेको छ। राष्ट्रिय योजना आयोगमा एउटा पुस्तक प्राप्त भयो, यो सामाजिक सुरक्षा भत्ता सोसल सेक्युरिटी अलाउन्सको चाहिँ च्यालेन्जेस र वे फरवर्ड के हुन सक्छ, आगामी कार्यदिशा के हुन सक्छ भन्ने विषयमा छलफल गरौँ भनेर नेपाल सरकार सङ्घ र स्टाफ कलेजको बिचमा सहकारी भएपछि मैले यसमा केही चिज गरेँ। मधु सरले भनेको मैले खालि एउटा सरलाई के थप दिन चाहन्छु भने यो हाम्रो समावेश राष्ट्रिय समावेशी आयोगले 2-3 वर्ष यो खास गरी ज्येष्ठ नागरिक लगायतलाई चाहिँ भत्ता दिने विषयमा के कस्तो नेपालको अभ्यास छ भनेर सरले कार्यपत्र लेखिदिनु पर्यो भनेर मैले 2-3 वर्ष त्यो आयोगको लागि लेखेँ। उहाँले प्रधानमन्त्री लगायतमा त्यो कार्यपत्र प्रस्तुत गर्नुभयो। पछि म राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको सल्लाहकार पनि भएँ, कार्यकारी सदस्य पनि भएँ। त्यो बेलामा चाहिँ मदन दास श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो। एउटा पुस्तक नै निकालौँ ज्येष्ठ नागरिकको बारेमा भनेपछि एउटा पुस्तक नै करिब 300 पेजको पुस्तक लेखेँ। त्यो बेलामा चाहिँ मलाई यो सामाजिक सुरक्षाको भत्ताको बारेमा चाहिँ केही जानकारीहरू चाहिँ मेरो नजरमा आयो। तिनै कुराहरूलाई चाहिँ आज यसो हेर्दाखेरि चाहिँ आफ्नो जजमेन्ट बताउँ भन्दा फ्याक्ट्सहरू चाहिँ बताइदिउँ। फ्याक्ट्सको आधारमा चाहिँ यस्तो मान्नु पर्यो भने चाहिँ आफ्नो ठाउँमा आफ्नै किसिमले यो कुराको चाहिँ बहस पहिरेमी गर्नुहुन्छ। जसमा धेरै चाहिँ म आफू चाहिँ त्यो बहस पहिरेमीभित्र चाहिँ प्रवेश नगरौँ भन्ने लागेर मधु सरलाई त्यो लिमिटेसन चाहिँ मैले निवेदन गरेको। मैले हिँड्ने कहाँ यता कतै होला हजुर यसो म मुभ गर्न पाउँथेँ नि म्याडम, त्यसले गर्दाखेरि चाहिँ मैले खास गरी यो राष्ट्रिय योजना आयोगबाट एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरक्षण 2080 भन्ने एउटा पुस्तक प्रकाशित गरेका हौँ। त्यो पुस्तकले चाहिँ धेरै कुराको जानकारी दिएको छ र पुस्तक चाहिँ धेरै कुरामा पनि रहन्छ। यो नयाँ नै पुस्तक रहेछ र सरकारको धारणा चाहिँ के रहेछ भने नागरिकप्रतिको एउटा कर्तव्य राज्यको हो, जुन चाहिँ हब्स लभ रुसोले सोसल कन्ट्र्याक्ट थ्योरी सामाजिक अनुबन्धको सिद्धान्त भन्नुभएको थियो। त्यो कुराबाट चाहिँ नेपाल सरकारलाई गाइडेड भएको कुरो उहाँहरू देख्न भएको छ। र अहिले चाहिँ कालान्तरमा त्यो बेलामा 68 वर्ष भन्ने भएको थियो, अहिले अर्थमन्त्रीले चाहिँ 70 वर्ष भन्ने भएको छ। यो बिचको ट्रान्जिसन के हुन्छ भन्ने कुरा चाहिँ अर्थमन्त्रीले बोल्नु भएको छैन। यदि अर्थमन्त्रीले मसँग चाहिँ अहिलेसम्म मेरो अध्ययनको आधारमा चाहिँ सल्लाह दिन माग्नु भने खाइपाइ आएको सुविधा कटौती गर्न मिल्दैन। यसो त कसैले 68बाट क्रस गरेर खाइसकेको छ भने त्यसको हकमा चाहिँ लागु हुँदैन। अब 70 पुग्ने मान्छेलाई मात्रै 70बाट दिनुपर्छ भन्ने कुरो मैले निवेदन गर्छु। र यही नै यो यसैमा नै प्रष्ट रूपमै भनिसकिया छ। वास्तवमा त्यो चाहिँ विपन्नलाई जीवन जिउने सहाराको निमित्त पत्ता सुरुवात गरिएको भन्ने कुरा छ। तर 51 सालमा मनमोहन
उसले अधिकारीज्यू प्रधानमन्त्री हुँदाखेरि पनि त्यो कुरो उहाँले भन्नु भएन 75 वर्ष पुगेका सबै चाहिँ आमा बुवाहरूलाई चाहिँ नि 100 रुपियाँ दिने भनेर सुरु गर्नुभयो एक प्रकारले यो अपाङ्गलाई चाहिँ 100 रुपियाँ भन्ने पनि सरकारले भनाइरहेको छ मुख्य अहिले सरकारको भनाइ चाहिँ 3 प्रकारका चाहिँ फन्डहरू चाहिँ डिस्ट्रिब्युट गरिरहेका छन् एउटा कन्ट्रिब्युटरी छ एउटा नन कन्ट्रिब्युटरी छ एउटा रोजगारीमा पहुँच यी 3 किसिमले छ भनेर यो चाहिँ सरकारले भनाइरहेको छ कन्ट्रिब्युटरीमा चाहिँ के पर्छ भन्दाखेरि चाहिँ हामीले चाहिँ बिमाको माध्यमद्वारा पनि यो सेवाहरू हेरिरहेका छौँ स्वास्थ्य सेवा स्वास्थ्य परीक्षण औषधि र सुत्केरी सुविधा पनि छ दुर्घटना र अपाङ्ग बिमा पनि छ आश्रित परिवारलाई सुविधा पनि छ र पाको उमेरको भत्ता पनि छ यसै गरी चाहिँ बेरोजगारहरूलाई सुविधा पनि छ यी चिजहरू चाहिँ कन्ट्रिब्युटरभित्र छ जसले चाहिँ नि आफूले नै लगानी गरेर प्रतिफल पाउँछ भन्ने सरकारी भनाइ छ दोस्रो चाहिँ नन कन्ट्रिब्युटरीमा चाहिँ हामीले नगर नै दिन्छौँ जुन 12,000 रुपियाँ दिएको छ र कामको लागि खाद्य डब्लुएफपीको कार्यक्रम र अन्य कार्यक्रम छ यो भित्र र केही सेवा प्राप्तिहरू चाहिँ निःशुल्क हामीले दिने गरेका छौँ त्यसलाई पनि यो भित्र हालेका छौँ र यो चाहिँ डाइरेक्ट र इन्डाइरेक्ट दुवै किसिमले चाहिँ बेनिफिट पाइरहनु भएको छ भन्ने देखिन्छ खास गरी रोजगारीको पहुँचमा चाहिँ नि हाम्रो संविधानको सबैले पढेको हुनुपर्छ संविधानमा भएका 31वटा मौलिक हक मध्ये एउटा हक चाहिँ रोजगारीको हक छ त्यस अन्तर्गत बनेको ऐन संविधानले के भन्यो भने 31वटा मौलिक हकको कानुन चाहिँ 3 वर्षभित्र बनिसक्छ भनेको हुनाले सबै ऐन बन्यो त्यसमा चाहिँ रोजगारी सम्बन्धी ऐनमा लेखिएको छ प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ केही गरी रोजगारी पाएन भने 100 दिनको रोजगारी चाहिँ सरकारले ग्यारेन्टी गर्छ त्यसकै फेरि प्रतिबन्ध वाक्य छ तर क्षतिपूर्ति दिन पऱ्यो भने 50 दिन बराबर मात्र दिन्छ भनेर भने हुनाले नेपालमा हाम्रो चाहिँ एक प्रकारले बेरोजगार यहाँ छ हामी त्यहाँ अमेरिकामा छ भनेर मात्रै भन्छौँ वास्तवमा यो नेपालमा पनि कानुनी व्यवस्था भइसकेको बताउँछु त्यही भित्र सिपिका श्रम बजारमा पहुँच र रोजगारी प्रोग्रामका कार्यक्रमहरू भनेर विशेष गरी अहिले हामीले प्रधानमन्त्री रोजगार कार्यक्रम र त्यसलाई सम्मिलित बताउँछु सामाजिक सुरक्षा केही प्रश्नहरू रहेछन् यो प्रश्नहरू सरसर हेर्दा वास्तवमा के त सामाजिक सुरक्षा भत्ता दिएपछि हामीले चाहिँ एउटा सोसल अडिट गऱ्यौँ भने आम जनजीवनमा यसको असर परेको छ त के असर परेको छ यो कुरा हामीले हेर्न बाँकी छ हामीले लक्षित वर्ग भने विभिन्न वर्गलाई लक्षित वर्गमा राखेका छौँ त्यो लक्षित वर्गले लाभ पाइरहेछ त साँच्चै भन्ने अनुसार तेस्रो कुरो समाजमा जुन संवेदनहीनता बढ्दै गएको छ त्यसले यो अलाउन्सेसहरूले चाहिँ मान्छेलाई त्यो संवेदनहीनताको विरुद्ध काम गरेका छ त वास्तवमा यो रकम चाहिँ के होला त यो रकम बढाउँदै लानु पर्दा कि हामी 100 रुपियाँबाट चाहिँ 4,000 आइपुग्यौँ अचानक एकपटक अहिलेको पटक चाहिँ नि एउटा उच्च स्तरीय आर्थिक सुधार आएको प्रतिवेदनले अर्थमन्त्री रोकिनु र अहिलेसम्म आइरहेको बाटोको अब उल्टो बाटोमा जानु हाम्रो यो हिसाबले भन्यो भने त 68बाट 65मा 67मा झार्न पर्थ्यो अहिले चाहिँ 70मा भयो र त्यो प्रतिवेदनमा अब 5 वर्ष ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने छैन भनिएको छ अनि त्यही कुरोलाई क्रमशः लागू गरिन्छ भन्ने पनि एक प्रकारले भनाइरहँदाखेरि अहिले चाहिँ यसमा चाहिँ सानो एउटा चाहिँ नयाँ चाहिँ चिज चाहिँ सिर्जना भएको कुरो देख्छु र मुख्य कुरो यो चाहिँ सबैलाई दिने होला कि निर्णय मात्रै दिने होला भन्ने चाहिँ प्रश्नको उत्तर चाहिँ अहिलेसम्म हामीले खोजेका छैनौँ यसको चाहिँ सिद्धान्त दृष्टिकोण र परिभाषालाई खोज्दा हाम्रो नेपाल सरकारले पनि हामीले सोसल कन्ट्र्याक्ट थ्योरीभित्र यसलाई आत्मसात गरेका छन् सोसल जस्टिस थ्योरी हामीले अवलम्बन गरेका छन् इक्विटीको थ्योरी हामीले अवलम्बन गरेका छन् बेसिक ह्युमन निड थ्योरीमा हामी गएका छौँ र पपुलिस्ट पोलिसी थ्योरी पनि एडप्ट गरेका हौँ र यी 5वटा सिद्धान्तमा आधारित भएर नेपालमा सामाजिक सुरक्षा भत्ता सुरुवात गरिएको भन्ने सरकारी कथन गरेको बताउन चाहन्छु र मुख्य कुरो के भनिएको छ भने हाम्रो नेपाल सरकारको डकुमेन्टमा अरूको सहायता बिना जीवन यापन गर्न कठिनाइ पर्नेलाई चाहिँ यो भत्ता दिने गर्छ वास्तवमा यो भत्ता नगद पनि हुनसक्छ यो वस्तुगत पनि हुनसक्छ र एक प्रकारले जसले श्रम गर्न सक्दैन त्यसलाई दिनुपर्छ भनेर सरकारले सिद्धान्तमा चाहिँ धेरै कुरा प्रष्ट रूपमा भनेको छ र यसले विशेष गरी दलित वर्गलाई चाहिँ हामी चाहिँ एक प्रकारले पोजिटिभ डिस्क्रिमिनेसन गर्न जरुरी छ भन्ने सिद्धान्त छ त्यो अन्तर्गत चाहिँ महिला बालबालिका ज्येष्ठ नागरिक दलित सीमान्तकृत असहाय अपाङ्गता भएका ती सबैलाई दिने भनिएको छ र यसको ओरिजिन कहाँबाट सुरु हो भन्दा हामीले चाहिँ त 100 रुपियाँ दिएको हुनाले 2051 सालको मनमोहन अधिकारी प्रधानमन्त्रीलाई सम्झिन्छ तर सरकारी दस्तावेजमा चाहिँ नि जुन किसिमले पेन्सन सुरु भएको थियो त्यो सैनिक द्रव्य कोष नै बाट सुरुवात भएको दिएको छ र अहिले सकिँदा 85 प्रकारको सुविधा देखिएको छ र सङ्घले दिएको चाहिँ विष्णु सर भन्दै हुन्थ्यो अहिले भर्खर स्टाफ गरेको स्टुडेन्ट गर्दा 2टा थपेर 27 छ र कुनै पनि प्रदेश सरकार र स्थानीय सरकारले चाहिँ नयाँ सामाजिक सुरक्षा भत्ता सुरु गर्न सक्नु भएन उहाँले चाहिँ त्यही नेपाल सरकारले सुरु गरेको 85 प्रकार टपअप चाहिँ टपअप गरेको चाहिँ देखिएको छ
संयुक्त राष्ट्र सङ्घले यसो हेर्दाखेरि यो पनि विभिन्न परिभाषा भनेको छ तर पनि केही भन्दैन टु म्यानेज इकोनोमिक एन्ड सोसल रिस्क सच एज अनएम्प्लोयमेन्ट एक्सक्लुसन सिकनेस डिसेबिलिटी एन्ड द ओल्ड एज यिनै कुराभित्र चाहिँ संयुक्त राष्ट्र सङ्घ चाहिँ छ त्यसै गरी श्रमसँग आइएलओ पनि केही छैन सोसल प्रोटेक्सन गिभ यु पिस एन्ड माइन्ड होप एन्ड द बेटर फ्युचर उसले पनि मोटामोटी यही कुरो भन्न खोज्यो र विश्व ब्याङ्कको हेर्दाखेरि पनि इम्प्रुभ एउटा इक्विटी र अपर्च्युनिटी मोटामोटी सबैको परिभाषा चाहिँ एकै ढङ्गमा वास्तवमा सहायता चाहिएको मान्छेलाई निडीलाई नै होप दिनुपर्छ है भन्ने कुरामा चाहिँ अन्तर्राष्ट्रिय समाजको पनि भनाइमा फरक छैन हाम्रो नेपालको मैले अहिले बताएँ संविधानको धारा 43मा ठ्याक्कै देख्यौँ त्यहाँबाट आयो त्यो भित्र चाहिँ सरस्वती हेर्दा अहिले 38 लाख रुपियाँ चाहिँ यसमा चाहिँ सहभागी देखिन्छ करिब 2 खर्ब 50 अर्ब 250 अर्ब जति यसमा छ रकम भन्ने देखिन्छ तर रामेश्वर खनालले चाहिँ दिनुभएको खर्चालेको प्रतिवेदनमा करिब 2 खर्ब 15 अर्ब भनेको छ अहिले चाहिँ अर्थमन्त्रीले विनियोजन गरेर चाहिँ 1 खर्ब 12 अर्ब मात्रै जस्तो विनियोजन गरेर छ यो शिक्षामा त्यस कारण यसमा अङ्क कति भन्ने गाह्रो छ वर्ल्ड ब्याङ्कले पनि डेटामा फरक कुरो भनेको छ त्यो फरक कुराहरू म देखाउँछु र मोटामोटी एक प्रकारले हेर्दा चाहिँ हाम्रो क्यापिटल बजेट जति हो झन् त्यति होला कि जस्तो क्यापिटल बजेट यसपालि चाहिँ 4 खर्ब 7 अर्ब जति हो त्यो हिसाबले झन् साइज चाहिँ अब नजिक पोला जस्तो देखिन्छ त्यो कुरो हाम्रो चाहिँ पञ्चवर्षीय योजना पहिला हाम्रो चाहिँ सुरुवातमा टङ्गबक्सा आचार्य त्यही पालाले भने पनि हाम्रो चाहिँ सोच के रहेछ भने पेटभरि जनताले खान पाउँ यो सबै जनताले लुगा लाउन पाउँ आफ्नै घरमा बस्न पाउँ रोग आयो भने उपचार गर्न पाउँ र आधारभूत शिक्षा पाउँ भन्नेबाट नै हामी चाहिँ राज्य प्रणाली गाडिरहेका हुन्छौँ हामीले राणालाई हटाएपछि हामीले सोच चाहिँ बनाएको चिज त्यही रहेछ र यसले चाहिँ बिस्तारै चाहिँ सरकारी दायित्व बढ्दै गयो बढ्नु नै भयो अहिले सस्टेनेबल डेभलपमेन्ट गोल विकासको 3 लक्ष्यभित्रका पनि हामीले केही हेऱ्यौँ भने 1 नम्बरको गरिबी 3 नम्बरको स्वास्थ्य 4 नम्बरको समावेशी 5 नम्बरको लैङ्गिक 10 नम्बरको असमानता 16 नम्बरको न्यायपूर्ण जस्ता चाहिँ योसँग चाहिँ प्रत्यक्ष आउँछ र नेपालले विभिन्न प्रकारका अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा पनि हस्ताक्षर गरेर पनि यस्तो सामाजिक हकहरू चाहिँ वृद्धि गर्न पनि बाध्यात्मक गतिमा सरकार पुगेको छ सरस्वती अरू देशको अवस्था हेर्दाखेरि सुरुका अभ्यासलाई हेर्दा जिडिपीको वास्तवमा बेलायतमा फ्रान्समा पहिला सुरुमा 25% नै यस्तो सोसल सेक्युरिटी फन्डमा गएको देखिन्छ दक्षिण अमेरिकामा पनि 14% गएको देखिन्छ दक्षिण अफ्रिकी राष्ट्रहरूमा पनि 11%, एसिया प्रशान्त 12%, वास्तव यो कुरामा चाहिँ एकदमै तल बढेको चाहिँ एसिया नै देखिन्छ दक्षिण एसियामा 4% बढी देखिन्छ नेपालको त्यो हिसाबले जिडिपीसँग चाहिँ तुलना गर्दा करिब 2% जस्तो भएर देखिन्छ तर 59-60मा 1% रहेको चाहिँ 69-70 चाहिँ करिब 10 वर्षमा 2.5 डबलै बढेको देखिन्छ र दक्षिण एसियामा चाहिँ एउटा राइटरले देख्दाखेरि चाहिँ मालदिभ्समा 2.9, श्रीलङ्कामा 3.2, पाकिस्तानमा 1.9, भुटानमा 1, बङ्गलादेशमा 0.7, इन्डियामा 1.4, अफगानिस्तानमा 1.8, त्यस्तोमा चाहिँ नेपालमा चाहिँ 2.1 जिडिपीको चाहिँ प्रतिशत छुट्याइएको छ भनेर अध्ययन गरिएको छ अहिले चाहिँ हाम्रो के क्षेत्रहरू छन् त भनेर सो क्षेत्रहरू चाहिँ हेर्दाखेरि चाहिँ हामीले सामाजिक सुरक्षा हत्ताभित्र चाहिँ कृषि स्वास्थ्य शिक्षा श्रम विपद निवृत्तिकरण जस्ता मुख्य क्षेत्रहरू चाहिँ क्याप्चर गरेको कुरो मान्यबाट बताउँछु अब मैले सरस्वती चाहिँ हाम्रा 85 प्रकारका सुविधा के हुन्छ यसो नामको हिसाबले सुन्नु पऱ्यो ज्येष्ठ नागरिकलाई 68 वर्षपछि दिने 4000 छ अहिले सबै भन्यौँ एकल महिनालाई 60 वर्षपछि मासिक 2000 रुपियाँ दिने भन्यौँ यसमा सत्य कठिन छ पछि म आउँछु एकल महिला भनेको चाहिँ विवाह नगरेको 35 नायकी महिला पनि हुन् कि अरू पनि हुन् कि यो चाहिँ विधवा मात्रै हुन् कि भन्ने कुरामा ठुलो कन्फ्युजन छ यो अपाङ्गतालाई हामीले जाँचहरू गरेर गरेका छौँ त्यही भएर कभर गर्नलाई हामीले 3000 रुपियाँ खबर लगाएर 1600 रुपियाँ गएर घरलाई दिएको छैनौँ त्यो चाहिँ पालिकाले दिएका छन् यो लोकलमुख आदिवासी जनजातिलाई हामीले 10वटा जात काम गरेका छौँ त्यसमा मासिक 3000 रुपियाँ दिएको छौँ यसमा सिद्धान्त के हो भने नेपालमा 1000 भन्दा कम जनसङ्ख्या भएकोलाई दिने भन्ने सिद्धान्तहरू राखेको छ र बाल पोषण भत्ता हामीले प्रणाली गरिँदै चाहिँ सुनसुकै बच्चा पनि आमाले 2टा बच्चा जन्माएसँग 400 रुपियाँ दिएको छ ताकि त्यो भनेको त्यो बच्चा जन्मिनेको त्यो बच्चा चाहिँ खानै नपाएर बित्ने अहिले हाम्रो चाहिँ 1000 बच्चा जीवित जन्मेकोमा अलिक अगाडिको डेटामा चाहिँ हाम्रो निकै नै माथि थियो 34-35 थियो त्यो चाहिँ अहिले 15-16मा आएको छ त्यसलाई चाहिँ हामीले 0मा ल्याउने भनेका छौँ एक प्रकारले हाम्रो चाहिँ 1 लाख महिला चाहिँ प्रसुतिको भवनमा पनि बित्ने उमेर झन् 10 वर्ष अगाडि 650 चाहिँ अहिले चाहिँ करिब 171 छ त्यसलाई 57 हामीले काम गरेका छौँ
त्यो विपदमा परेर कुनै पनि व्यक्ति बित्यो अब हामी त दैनिक प्रकोप भन्ने गरेका थियौँ अहिले विपदले गर्दा पऱ्यो त्यसमा चाहिँ प्रति व्यक्ति 40,000 रुपियाँ यो चाहिँ दाह संस्कार हुन्छ भन्ने थालिएको छ कुनै पनि परिवार चाहिँ अप्ठ्यारोमा पर्यो भने हामी तत्कालै 5,000 रुपियाँ दिन्छौँ त्यो निःशुल्क हिसाबले दिन्छ विपदको कारण घर नै पूर्ण नष्ट भयो भने चाहिँ त्यसलाई चाहिँ 15,000 र 20,000 रुपियाँ छ 5,000 थप्ने छ पहिला हामीले भूकम्प जस्तो बेलामा चाहिँ लाखौँ दिएका छौँ त्यसमा चाहिँ ठुलो रकम थियो दाहाहरूको पनि पैसा थियो यो चाहिँ सामान्य रकम मात्रै छ हामीले तराईतिर शीत लहरबाट प्रभावित भए पनि सामाजिक सुरक्षा भत्ता नै हो भनेका छौँ तर त्यो खोजी पस्दा कहीँ केही पनि देखिँदैन कहीँ दाउरा र परालसम्म बाँडेकोसम्म देखा पर्यो कागजमा त्यो चाहिँ देखिएन तर सरकारले चाहिँ उसले 9 नम्बरमा सूचित गरेका छ शीत लहरमा पनि मैले फन्ड दिएको छु है भनेको छ एक प्रकारले निश्चित पनि भएको अवस्था देखिन्छ दलित छात्रवृत्तिलाई हामीले वार्षिक 400 रुपियाँ दिएको छ यो चाहिँ हामीले छोरीहरू चाहिँ जो 8 कक्षासम्म पढ्छन् ती छोरीहरूलाई पनि 400 रुपियाँ दिने भने हो सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा कम्तीमा महिनाको 50 रुपियाँ हुने वर्षको 600 रुपियाँ दिनु भन्दा पनि शिक्षा मन्त्रालयबाट त्यो ठाउँ निकाल्न सकिएन र 400 रुपियाँलाई बढाउन सकेको कुरो बताउँछु बालिकालाई हामीले 400 रुपियाँ 1500 रुपियाँसम्म दिएका छौँ कसैले छोरीलाई चाहिँ पढाइदिन्छ भने आवासीय स्कुलमा चाहिँ 40,000 रुपियाँ चाहिँ एकमुष्ट दिने एक वर्षको नीति छ अपाङ्गता भएकालाई हामीले 1,000 रुपियाँ 5,000 रुपियाँसम्म दिन्छौँ त्यही आवासीयमा चाहिँ 40,000 रुपियाँ दिन्छौँ विपन्न छात्रवृत्ति चाहिँ 6,000 रुपियाँ दिन्छौँ अथवा 18,000 24,000 फरक छ विपन्नताको प्रकार पनि छ भूगोल पनि फरक छ र उसको चाहिँ पढ्ने स्कुलको उच्च शिक्षामा हो कि माविमा हो कि निवामीमा हो कि प्राइमेरीमा हो त्यो पनि छुट्याएको छ यसै गरी सीमान्तकृतको कुरो पनि त्यही नै छ 500 रुपियाँ आवासीय भने 40,000 रुपियाँ सडक बालबालिका छ त्यसमा चाहिँ 5 छात्रवृत्ति दिएका छौँ त्यो चाहिँ स्कुललाई भर्ना गराउँछ ल 40,000 रुपियाँ दिन्छौँ तर 40,000 रुपियाँ नि स्कुलले चाहिँ छात्रवृत्ति ऊ चाहिँ आवासीय दिन सकेका छैन किन निजी स्कुलले नलिने भयो 40,000मा सामुदायिक स्कुलमा चाहिँ ऊ नहुने रे होटल चाहिँ नहुने त्यसले गर्दा 40,000 रुपियाँ दिन चाहिँ ठुलो कठिनाइ भएको छ शहीदका छोराछोरी 1,000 रुपियाँ दिएका छौँ 1,500 2,000 दिएका छौँ हामी सबैलाई हेक्का होस् बङ्गलादेशमा चाहिँ नि यो अस्तिको आन्दोलनको एउटा ठुलो एजेन्डा मध्ये शहीदका छोराछोरीको कोटा पनि भएको कुरो सबै विद्वान वर्गहरूलाई यसो जानकारी मात्रै गराउन चाहन्छु यो मुक्त कमलाको छात्रवृत्तिबाट हामीले 1,500 5,000 रुपियाँ दिएका छौँ यो पनि चाहिँ 16 वर्षको उमेरसम्म एउटा निश्चित पढाइ दिएका छौँ हिमाली आवासीय छात्रवृत्ति छ तोकिएको जिल्ला र ठाउँ छ त्यसको निम्ति हामीले रिलोकेट गर्ने र 40,000 रुपियाँ दिएर बच्चाहरूलाई चाहिँ अब सबै स्कुलको अवस्था कस्तो भने धेरै ठाउँमा म्यापिङ गर्दा हिमालमा 5 जना शिक्षक विद्यार्थी 3 जना शिक्षक 4 जना पढ्ने मान्छे 1 जना यस्तो अवस्था देखिएको भने आवासीय हो प्राविधिक शिक्षाको निम्ति हामीले सीमान्तकृत विद्यार्थीलाई विशेष छुट दिएका छौँ महिलालाई पनि हाम्रो कोटा प्रणालीमा के छ भने प्राविधिक विषयमा इन्ट्रान्स एक्जाम महिलाहरू पास गरेर पनि 25% सिट चाहिँ रिजर्भ गरिएको छ अब अन्य छात्रवृत्ति पनि छ हाम्रो चाहिँ शिक्षा सम्बन्धी ऐनमा निजी होस् या सामुदायिक होस् 10% चाहिँ अनिवार्य छात्रवृत्ति दिनुपर्छ त्यसको पनि 10% फेरि छात्रहरूलाई दिनुपर्छ भनिएको छ यसको व्याख्या फरक गरिएको छ व्याख्या अलिकति डाक्टर बाबुराम भट्टराईको पालामा कडा गर्न खोजिएको थियो त्यसपछि चाहिँ नि त्यो शिक्षा चलाउने निजी क्षेत्रका बोर्डिङका सञ्चालकज्यूहरूले सबै मान्ने काङ्ग्रेसबाट पनि एमालेबाट पनि माओवादीबाट पनि त्यसपछि यसको परिभाषा उहाँहरूले नै लिइदिनु भयो स्वयं सांसद नै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट आइसकेपछि ती कानुनहरू अगाडि बढेन ती सांसदका नाम आवश्यक पर्दा मैले चाहिँ सबै सांसदका नाम नै काङ्ग्रेसका एमालेका माओवादीका सबै बताउनै सक्छु त्यसमध्ये काङ्ग्रेसका प्रकारका मन्त्री पनि हुनुभयो थुप्रै मान्छेहरू चाहिँ त्यस्तो मान्छेहरू हुनुहुन्छ यो सेनिटरी प्याडको विषय पनि त्यस्तै छ सेनिटरी प्याडमा हामीले चाहिँ छुट दियौँ अब यो पालिकाले अहिले चाहिँ अगाडि बढाइरहेको छ र अधिकांश स्कुलमा म्यापिङ गर्दा के देखियो भने खास गरी यो चाहिँ पुरुष शिक्षक चाहिँ महिला पुरुष दुवैलाई भनिन्छ अथवा शिक्षिका भन्छौँ शिक्षिका शब्द प्रयोग गर्न पाइँदो रहेछ शिक्षक हो पुरुष शिक्षकले त सेनिटरी प्याड छुँदैछुँदो रहेछ उसको धेरै जस्तो चाहिँ ब्राह्मण क्षेत्रीय शिक्षकको जनै चुडाल्न पर्ने हुँदो रहेछ महिलाहरूले पनि लाज मानेर त्यो छोरीलाई सेनिटरी प्याड दिने छिन् जहाँ लाल लाग्दैन उहाँ त लाल लाग्छ भनेर भन्ने चाहिँ अहिले संविधानले 50-50% देखिया छ र यसमा सेनिटरी प्याड वितरण गरे पनि हो यहाँबाट कसले दिने र कुन बेला लिने भन्ने अत्यन्त कठिन भयो पानी शौचालय दिन सकिँदैन त्यसले गर्दा यो निःशुल्क माध्यमिक शिक्षा भनिएकोमा हामीले स्कुललाई अनुदान दिनेलाई नै यो छात्रवृत्तिमा हाल्यौँ त्यो भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो संविधानले के भन्यो भने आधारभूत शिक्षा अनिवार्य निःशुल्क हुन्छ माध्यमिक शिक्षा निःशुल्क हुन्छ भनिदियो तर हामीले प्यारलल निजी स्कुलहरूलाई अगाडि बढाइरह्यौँ निजी स्कुलले फिस दिन पाइ नै रह्यो भनेपछि त्यो संवैधानिक व्यवस्था स्वतः लागू भएन र माविहरूले चाहिँ हामीले निःशुल्क कसरी पढाउन सक्छौँ शिक्षा मन्त्रालय जुन
शिक्षकको तलब अनुदान दिन्छ त्यो तलब अनुदानलाई चाहिँ नि नेपाल सरकारले यो सामूहिक सुरक्षा भत्ता दिएको हो भन्ने शीर्षकमा राखिदिएको छ। यही कुराभित्र आवासीय स्कुलहरू पनि परेको कुरा बताउँछु। अर्को आमा सुरक्षा कार्यक्रम छ। यसमा चाहिँ कुनै पनि आमाले चाहिँ नि बर्थ सेन्टरमा आएर अथवा सामुदायिक अस्पतालमा आएर डेलिभरी गर्नको पनि तराईमा 1000, पाहाडमा 2000, हिमाल 3000 रुपियाँ खर्च पाउनुहुन्छ। त्यही बेलामा चाहिँ आमाले चाहिँ यदि प्रेग्नेन्ट भएपछि डेलिभरीभन्दा पहिले 4 पटक चाहिँ नराम्रो डाक्टरसँग चाहिँ जाँच गराउनुहुन्छ र त्यो चाहिँ पासबुकमा जमाउनुहुन्छ भने एकमुष्ट 400 रुपियाँ पनि पाउने छ। सुत्केरी बिदा अब हामीले अन्तर्राष्ट्रिय आयोग नियम अनुसार 96-97 दिन सबैलाई नै अप्लाई टु अल गरेका छौँ। निजी क्षेत्रमा अलिकति अहिले पनि समस्या छ, त्यसमा पहल भइरहेको छ। एकीकृत बाल स्वास्थ्य एवं पोषण खोप सेवाहरू छ। यसमा चाहिँ आमालाई चाहिँ हामी चाहिँ प्रेग्नेन्ट भएपछि आइरन चक्की खुवाउने र बच्चालाई चाहिँ भिटामिन खुवाउने लगायतका कार्यक्रमहरू छ। हामीले खास गरी वर्ल्ड ब्याङ्कसँग चाहिँ गोल्डन 1000 डे 16,000 दिन सुरुवात गरेपछि यी प्रयासहरू चाहिँ अगाडि बढाएको कुरो बताउन चाहन्छु। यस तथा यौनजन्य रोग चाहिँ अछाम लगायतका जिल्लामा बम्बईया रोग भन्ने चाहिँ नेपालमा आइडेन्टिफिकेसन पाएपछि यसलाई चाहिँ निःशुल्क सेवा दिने भनिएको हो। अब चाहिँ बिस्तारै यी मान्छेहरू चाहिँ खुल्दै आएका छन्। दैनिक उपचार चाहिँ सजिलो हुँदै गएको छ। अहिले पनि गाउँ गाउँमा एक प्रकारले यसका चाहिँ के भन्ने यसलाई चाहिँ यस्तो उपचार गर्न आउनुहोस् भन्नेहरूको सङ्ख्या कर्मचारीको सङ्ख्या ठुलो छ। कुष्ठरोग त एक प्रकारले नेपालबाट औलो र कुष्ठरोग बिस्तारै निर्मूल गर्ने घोषणा गर्न मात्रै बाँकी छ। यो कुरामा हामी अगाडि बढेका छौँ। पटकै 1000 रुपियाँ दिने भनिएको छ। यसले चाहिँ जुन समाजमा एक प्रकारले बहिष्करणमा पर्नेलाई चाहिँ सम्बोधन गर्न सकेको छैन। अहिले पनि उनीहरूको बास चाहिँ एक प्रकारले जङ्गलमा गएर बस्ने अथवा ओडारमा बस्ने अवस्थामा यो रोगीहरू हुनुहुन्छ। सौर रोगमा हामीले निःशुल्क उपचार भन्यौँ। यो चाहिँ धेरै ठाउँमा होइन, टेम्पू लगाएर चाहिँ केही अस्पतालमा मात्रै सीमित ठाउँमा मात्रै यो सेवाहरू दिन सकेका छन्। र विपन्नलाई चाहिँ हामीले स्वास्थ्य उपचार विभिन्न असाध्य रोगहरूको परिभाषा गरेका छन्। त्यो भित्र चाहिँ बढीमा 4 लाख रुपियाँ दिने भनेका छन्। यही भित्र नै विरोध भएको नेपालका ठुल्ठुला पूर्व प्रधानमन्त्री लगायत पूर्व राष्ट्रपति लगायतका मानिसहरूका चाहिँ मन्त्री परिषदले एकमुष्ट निर्णय गरेर करोडौँ रुपियाँ चाहिँ विदेशी अस्पतालमा जाने भयो। यो कानुन बमोजिम चाहिँ नि विपन्नले 4 लाख बढी नपाउनु कारणले कुनै पनि पूर्व राष्ट्रपति पूर्व प्रधानमन्त्रीले यो रकम पाउन चाहिँ कानुन बमोजिम सिद्धान्त अथवा यो कार्यविधि अनुसार चाहिँ योग्य हुनुहुन्न। त्यसकै निमित्त सरकारको विरोध भइरहेको हो। हामीले निःशुल्क जाँच उपचार भन्यौँ। यो पनि संवैधानिक मौलिक हक हो। संविधानमा 2टा कुरा छ स्वास्थ्य सेवा। 1 आकस्मिक स्वास्थ्य सेवा निःशुल्क हुनेछ, 2 आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनेछ भनेर लेखिएको हुनाले जति पनि वीर अस्पतालमा जाँच हुन्छ त्यो चाहिँ निःशुल्क हुन्छ भनिएको छ। तर त्यहाँ 10 रुपियाँको टिकट काट्नुपर्छ। त्यो चाहिँ विकास समितिले मैले सरसफाइ गर्ने दिएको जाँचे बापतको होइन। जाँचेको कार्यक्रम त 700 रुपियाँ पर्छ भनेर भनिएको छ। टिचिङमा 50 रुपियाँ पर्छ, काहीँ 100 रुपियाँ पर्छ। यसलाई त्यसरी परिभाषित गरिएको छ। ज्येष्ठ नागरिकलाई पनि हामीले जियोरेटिक वार्ड अब चाहिँ सबै अस्पतालमा लैजाने भनेका छौँ। अहिले नेपालमा जियोरेटिक पढ्नु भएको डाक्टर चिकित्सकमा 5 जना मात्रै हुन्छ। अब चाहिँ अरू डाक्टरलाई पनि तालिम दिने, नर्सहरूलाई पनि तालिम दिने र प्रत्येक चाहिँ अस्पतालमा 100 बेडभन्दा बढीमा चाहिँ एउटा छुट्टै वार्ड स्थापना गर्ने पालितर्फ गइएको छ। पाठेघरको मुखको क्यान्सरको जाँच पत्ता लगाएर धेरै भएको छैन। केही वर्षबाट मात्रै हामीलाई थाहा भएपछि यसमा चाहिँ निःशुल्क उपचार गरिएको छ। र यसलाई निजी अस्पतालले गरे पनि यो चाहिँ हाम्रो जाँच मात्रै होइन, अब पनि शल्यक्रिया पनि गर्यो भने त्यसको रकम चाहिँ सरकारले रिम्बर्स गरिदिने भन्ने सरकारसँग छ। रेबिज विरुद्धको खोप र सर्पदंशको पनि सरकारले निःशुल्क नै दिएको छ। अब आम खस्ने रोगको उपचारमा त्यही अहिले मैले भने निःशुल्क परीक्षण र शल्यक्रिया सरकारले 2 ठाउँमा राखेका छ। निःशुल्क खोप भनेर हामीले 2 वर्षभित्र 11 प्रकारको खोप दिन्छौँ। धेरैले चाहिँ फेरि भ्रम के रहेछ भने 11 पटकै हुने भन्ने कुरा छ। होइन, एकैपटक 1 भन्दा 2टा खोप हुँदो रहेछ। सबै खोप चाहिँ खोप्ने भएर सुई लाउनु हुँदो रहेछ। कति खोप चाहिँ थोपाको रूपमा खाने हुँदो रहेछ। यसका प्रकारहरूको बारेमा पनि भन्न नसक्दा आम जनमानसमा चाहिँ यसको पनि प्रष्टता चाहिँ छैन। एक प्रकारले यो यस्ता चिज चलिरहेका छन्। ज्येष्ठ नागरिकलाई चाहिँ यातायात सुविधा दिने नेपाल सरकारको भनाइ हो। यसमा चाहिँ नि सबैलाई जानकारी दिनुपर्छ। हामीले जति पनि पब्लिक ट्रान्सपोर्टहरू छ, कालो प्लेटका बसहरू, त्यसमा ब्लू बुकमा चाहिँ 60% नवीकरण दस्तुर हामीले छुट दिन्छौँ। अहिले मैले तिनीहरूको सरले चढेको मोटरको हामीले चाहिँ वर्षमा ब्लू बुक नवीकरण गरेर करिब 40,000 रुपियाँ तिर्नुपर्छ भने त्यस्तै मोटर चाहिँ भाडाको हो भने त्यसले 40,000मा 60% छुट पाउँछ र त्यसले चाहिँ केवल 17-18 तिरेको छ। त्यस बापतमा चाहिँ उसले विद्यार्थी र ज्येष्ठ नागरिकलाई 40% छुट दिनुपर्ने हो। अब त्यही कुरामा विद्यार्थीको फोटो मिलेन, ज्येष्ठ नागरिकको तिम्रो कार्डै मिलेन हुन्छ। उसले ज्येष्ठ नागरिकको कार्ड कहाँबाट दिने भन्ने कुरो सरकारले यो ज्येष्ठ नागरिक महासङ्घले दिने हो कि गाउँपालिका नगरपालिका दिने हो कि वडाले दिने हो कि
यो उसले चाहिँ प्रत्येक कन्डक्टरले चाहिँ यो तिम्रो चाहिँ आइडी कार्ड दिँदैन। उसले महासङ्घबाट ल्याएको भए सरकारबाट चाहिन्छ भनिदिन्छ, सरकारबाट ल्याएको भए वडाको चाहिन्छ भनिदिन्छ, वडाबाट ल्याएको भए यो गृहमन्त्रालय चाहिन्छ भनिदिन्छ, सकिहाल्यो। त्यो ती जिल्लामा भनिदिन्छ। त्यसमा केही बोल्न जान्ने मान्छे हुनुपर्छ अनि बोल्ने मान्छे त्यही पाउँछ, सुविधा छ। र मुख्य कुरो अशक्त र अपाङ्गको पुनर्स्थापन कार्यक्रम भनेर ल्याए। हामीले सेल्टर चाहिँ 15 ठाउँभन्दा बढी नियुक्त गर्न सकेनौँ। हामीले सेल्टरमा प्रतिदिन 250 रुपियाँ दिने भनेर राख्यौँ। त्यो आमाहरू पनि राख्यौँ, सुरक्षा पनि राख्यौँ। र त्योभन्दा चाहिँ बरु निजी क्षेत्रबाट चलाएको हेटौँडाको मामाघर भने जस्ताहरू चाहिँ बरु सफल उदाहरणमा आयो। हामीले राष्ट्रपति महिला उत्थान कार्यक्रम ठुलो शब्दमा ल्यायौँ, तर त्यसभित्र अरू केही पनि काम हुँदैन। त्यसमा चाहिँ यो हवाई उद्धारको मात्रै काम हुन्छ। हवाई उद्धारको काममा के काठमाडौँ बाहेक अन्त कहीँबाट पनि हेलिकप्टरको हवाई उद्धार हुँदैन। र पालिकाहरूले के गरिदिनु भने कुनै पनि पालिकाले आमालाई व्यथा लाग्यो भने एउटा सिटा बल पनि नदिने, तुरुन्तै यो राष्ट्रपतिका महिला उत्थान कार्यक्रममा हवाई उद्धार गर्न भनिदिने। आमाको हवाई उद्धार भएर काठमाडौँ आइपुगेपछि अस्पतालमा भएपछि आमा बेग्राइसक्यो किन उसका परिवारलाई जति जम्मै जुम्ला लाउने उहाँ एकजनालाई काठमाडौँ ल्याइदिएपछि अब गर्ने के? यो त झन् यसले चाहिँ झन् अर्को चाहिँ अप्ठ्यारो कुरो ल्यायो। यो बाल कल्याण कोषमा चाहिँ हामीले बाल अधिकारमा चाहिँ सिग्नेचर गरेपछि यो चिज हामीले ल्याएका हौँ। अहिले चाहिँ दशरथ जस्ता केही पालिकाले चाहिँ वर्षको 50 लाख चाहिँ बाल हित कोषमा छ। त्यस्तो कुराहरू के छ? यो दिवा शिशु स्याहार केन्द्र भनिएको छ। कस्तोसँग नेपाल सरकारले चाहिँ मिसलिड गरिदिनु पर्नेसँग भने सिंहदरबारमा 2 जना चाहिँ महिलालाई राखेर केही बच्चा ल्याउनुहुन्छ, कोही खास गरी पुरुषले ल्याएको देखिएको छैन। लेडिजहरूले चाहिँ आफ्नो बच्चा ल्याउनुहुन्छ भने त्यहाँ दिवा शिशु स्याहार केन्द्रमा खेलाउन पाउनुहुन्छ भनिदिएको छ। त्यहाँ खाजा पनि खान पाउँछ बच्चाले भनेको छ। त्यो 2 जना 3 जना जो आमाहरू हुनुहुन्छ हेर्ने उहाँहरूले त दैनिकै खाजा खानुहुन्छ, तर त्यहाँ चाहिँ बच्चा आएर बच्चाले चाहिँ खाजा खान पाउँछ नि पाउँदैन त्यो कुरोको जानकारी छैन। सिंहदरबारभित्र चाहिँ कति आमाले बच्चा राख्नु भएको छ, त्यतिको आधारमा नेपाल सरकारले एउटा शीर्षक चाहिँ मैले ठुलै काम गरेको छु भनेर यहाँ सूचित रूपमा राखेको छ। मलको विषय सबैभन्दा पेचिलो छ। वास्तवमा केही कृषिका विज्ञहरूले भनेका छन् पहिला हाम्रो चाहिँ एग्रिकल्चर पर्सन प्लान थियो, अहिले एडिएस भन्छ, एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटेजी छ। त्यसमा काम गर्नबाट विद्वानहरूसँग सोद्धा नेपाल सरकारले रासायनिक मल चाहिँ अब मैले अनुदान दिन्न भन्ने हो भने हाम्रो प्रोडक्सन अहिले गएको वर्ष चाहिँ 1,09,00,000 मेट्रिक टन खाद्यान्न उत्पादन भयो। त्यो डबल हुन्छ। त्यो सरकारले दिन्छ मल भनेर मान्छे कुर्दै सिद्धिने। हाम्रो रामकृष्ण पन्त भन्ने सहसचिव हुनुहुन्थ्यो, पछि सचिव हुनुभयो। विमल सर हामीलाई चाहिँ कस्तो कस्तो टुक्का सुनाउनुहुन्थ्यो। एकपल्ट सरले सुनाउन गएको थियो। एउटा उहाँ सर चाहिँ कता भौतपुरतिरबाट बस्नुहुन्थ्यो। एकजना मान्छे रिसिपी परेछ, त्यसको गाई ल्याएछ। त्यो गाई करिब 4,000 पिकनिक गाई लिएछ। एउटा बदमास रिस आएको मान्छेले तपाईँको गाई कति दुध हाल्नु, म यो 7,000 किन्छु, राम्रोस् 50 रुपियाँ महिनाको। उहाँ 50 रुपियाँ महिना दिएछ। अनि 2-4 पल्ट म आइहाल्छु, म पैसा जम्मा गरेँ, म आइहाल्छु भन्दै गाई थाहा र त्यो अब 4,000मा उसले बेच्न खोजिएको थियो गाई। उसको घर खर्च चल्थ्यो। त्यो 70 लागेर म 7,000मा किन्छु र 50 रुपियाँ महिना दियो, महिना लुज हो भनेर रामकृष्ण पन्त सरले भन्नुहुन्थ्यो। यो अहिले मोल त्यही हो। मोल चाहिँ ठ्याक्क रामकृष्ण पन्त सरले सुनाए जस्तै उखान टुक्का ट्याक्क मिल्ने कुरो बताउन चाहन्छु। र अहिले पशु र बाली बिमामा चाहिँ हामीले 1 लाख रुपियाँ दिन्छौँ। यो बिमा कस्तो मिसलिड गर्थ्यो भने कृषि विकासमा ऋण दियो भने मात्रै पाइन्छ। कृषि विकासमा पहिला सबै कागज नपुर्याइकन ऋण दिँदैन। यो गाई भैँसीको सबै कानमा पाल पारेर अङ्क हाल्नुपर्छ। त्यस्तो सबै नगरिकन सबै धानमा माथिबाट प्लास्टिकले छोप्नुपर्छ। प्लास्टिकले छोप्दा पनि कुरा आएछ भने बल्ल दिन पाइन्छ। त्यस यो सबै चाहिँ अहिले बिमा र बैंक यसरी फर्काएको राष्ट्रपतिको गभर्नर हामीलाई थाहा छ। र एक प्रकारले कहिलेकाहीँ अहिले जेल सेलमा भएका मान्छे कसैले भने यो केही वर्गले केही चिज चाहिँ पठायो भन्ने कुरामा केही सत्यतामा आधारित छ। यो बिमा चाहिँ सबै चाहिँ बिमाका कोही पनि किसानले पाएको छैनन्, तर यो पाउन पर्ने जो मान्छे हो त्यो मान्छेबाट एकदम मजाले पाएका छन्। त्यही भएर बिमा प्राधिकरण लगाएको नियुक्तिमा पनि अब नेपालमा बिस्तारै गभर्नर सरहकै जोडबल बिमा प्राधिकरणमा हुन थालिसक्यो। त्यो सबै जनचाहेर छ। त्यसै गरी कृषि क्षेत्रमा विपद व्यवस्थापन नोक्सानीमा परेको दिने भनिएको छ। नोक्सानी चाहिँ अब्जर्भ गर्न सक्ने नेपालमा कृषि अर्थशास्त्रीहरू थोरै मात्रै हुनुहुन्छ। अरूले यसमा म्यापिङ गर्न पाउनु हुँदो रहेछ, यसको भ्यालुएसन गर्न नपाउने, यसको भ्यालुएटर छैन। हाम्रो चार्टर एकाउन्टेन्ट भ्यालुएटरहरू छन्, कृषिका भ्यालुएटर छैन। त्यसमा यस्तो इन्ट्रोड्युस गरिएको छ। र कुखु उत्पादकलाई चाहिँ हामीले पहिलेदेखि दिए हो, यो चाहिँ ट्रेडिसन हो। अब ऊ मिल जातिसँग बन्द गरिसक्यो। बिर्गन चिनी कारखाना लगाएका सबै तिनीहरू अहिले सरले नै प्रतियोजना यस्तो हो उस्तो हो भन्ने हामी सबैलाई थाहा छ। मिल केही पनि छैन, तर
परिणामको आधारमा दिने भनी नै राखिया छ। यो ब्याज अनुदान भएर कृषि मन्त्रालयले दिन्छ, खास गरी कृषि र पशुपालन दिने हो। जडीबुटीमा पनि अलिकति चाहिँ पैसा दिने भनेका छौँ, यो कुरो पनि यसरी गरिएको छ। यो खाद्यान्नको ढुवानीमा अहिले पनि हामीले 27 देखि 30वटा जिल्लामा खाद्य संस्था, खाद्य संस्था नाम परिवर्तन भयो, त्यहाँ दिने गरेका छौँ। त्यहाँ चाहिँ मुख्य कुरो त्यो क्षेत्रका चाहिँ नेताजीहरू चाहिँ त्यो चामल सँगसँगै त्यो हवाई जहाजमा उडेर जान पाउनुहुन्छ। त्यो जो उडेर जानको त्यसले सबै चामल मैले ल्याएको, मेरो पैसाले किनेर ल्याएको हो। सांसदको भत्ता बापत मैले ल्याइदिएँ भयो। र कति ठाउँमा चाहिँ हेलिकप्टर मात्रै उड्नेको, चामल नउड्नेको, खाद्य संस्था र कर्मचारी यहीँ चामल चाहिँ यहीँ राफसाफ बिल जति जम्मै जुम्ला गइसकेको देखाइदिएको हो। यस्तो यस्तो कुरोमा हामीले बुझी केही गर्न सकिएन। कण्ठरोग नियन्त्रणमा हामीले 3.5 करोड रुपियाँ जस्तो लाग्छ अहिले यो सार्वजनिक कर्पोरेसनलाई दिइरहेको छ। त्यही कण्ठरोगको कारणले गर्दा सार्वजनिकले नुनमा एकाधिकार पाइरहेछ। एकाधिकार खुस्काउनु निमित्त सबै त्यस क्षेत्रका नुनका व्यापारीहरू बेला बेला उद्योग मन्त्री, वाणिज्य मन्त्री, अर्थमा राज्य मन्त्री, सहायक मन्त्री भएर आउनुहुन्छ। उहाँले धेरै कोसिस गर्दा पनि अहिलेसम्म पेट्रोलियम पदार्थ र नुन दुईटा चाहिँ फुत्काउन सक्नुहुन्छ छैन। अब कुन दिन फुत्काउनुहुन्छ, निजी क्षेत्र मैत्री कार्यक्रम आइराखेर पनि फुत्काउनुहुन्छ कि थाहा छैन। यो सुरक्षित नागरिक आवास कार्यक्रम र जनता आवास कार्यक्रम छ। हामीले चाहिँ वास्तवमा यो वञ्चितीकरणमा परेका मान्छेहरू चाहिँ घरमा दिने भए, त्यही भएर 4जना परिवारलाई 1,25,000 घर, 4भन्दा बढी परिवारलाई 1,35,000 घर बनाइदिनु, जनता आवास कार्यक्रम बनाइदियो। यसमा मधु सर, राजु सरले त्यो पनि अलिकति आइडिया छ, मधु सरलाई पनि आइडिया हुनुपर्छ। कस्तो भयो भने हाम्रो इन्जिनियर साहबहरूले भनेको घर बन्नु र जाऊ भन्नुभयो, घरमा कुनै पनि भरा मान्छे बस्नु, इन्जिनियरलाई चाहिँ सबै 1,25,000 1,35,000 बन्दोबस्त मिल्यो। मान्छे भन्नु चाहिँ मेरो त पैसा चाहिँ त्यो दलित घटाउनु भने 1,25,000 दिँदैन, खान्छन्। इन्जिनियर साहबले चाहिँ नखाइकन बनाइदिनु भएको छ। हामी पूर्ण विश्वास गर्छ। यस्तो भ्रमभित्र हामी भ्रमको चालो यो खान्छ भन्ने कुरा चाहिँ कसले खान्छ कसले खाँदैन भन्ने कुरा हेर्का हामीलाई जानकारी राख्न पाएन। त्यसले गर्दा हामीलाई ठुलो गाह्रो पर्यो। यो मुक्त हलैया अनुदानमा चाहिँ यसमा अलिकति काम भएको छ। बाँकेबर्दिया पहिला कञ्चनपुर नयाँ क्षेत्रमा चाहिँ घर जग्गा दिने काम गरेका छन्। तर समस्या चाहिँ के भने हामीले 10-10 थुर जग्गा दियौँ, त्यो पनि एकै ठाउँमा। अनि एकै ठाउँमा ठाउँमा 50जना 60जना 70वटा घर बनेका छ। 70जना मजदुर एकै ठाउँमा बसेपछि त वरिपट्टिको मजदुरी केही छैन। अरू यसो जग्गा जमिनमा चाहिँ हरिया चौरुवाको काम नहुने मान्छे केवल 20-30जना छन्। तर एकै ठाउँमा एउटै क्लस्टरमा 70जना आएर बसेको जो पहिला 1300 रुपियाँ दिएर खोज जोगाउँथ्यो भने अब त 400मा जोत भइदियो, किनभने छानी पाउने भयो। त्यस्तो कुराको चाहिँ हामीले कहीँ पनि हिसाब गरेर खालि हामीले एक ठाउँमा लगेर 10 थुरमा राखिदियौँ। अहिले जग्गा स्वामित्व प्राप्तिको छुट पनि यही हो। अहिले पनि अर्थमन्त्रीजीले 5 लाख नयाँ घर वितरण गरिन्छ भनिएको छ। यसमा धेरै पटक बोलियो, भूगोल बढाउन सकिँदैन। हाम्रो संविधानले आवासको अधिकार दिएको छ, हाम्रो संविधानले जग्गाको अधिकार दिएको होइन। अहिले पनि नेपालका ठुला दलले जग्गा बाँडे छुट्टै भोट जति रूपमा जग्गा बाँडेपछि भोट जति जम्ने सूर्यमा जग्गा बाँडेपछि सबै भोट जति भन्छ हुन्छ भन्ने यस्तो ठुलो भ्रमभित्र उहाँहरू हुनुहुन्छ। वास्तवमा जग्गा दुनियाँ बाँडिँदैन। बाबुराम भट्टराईको पालामा काठमाडौँ बसेका श्रम एरिया बस्ने मान्छेलाई 3 कोठी घरको चाहिँ एउटा चाहिँ अपार्टमेन्ट बनाइएको थियो। त्यो त्यत्तिकै खेर लगाएर भयो। त्यसतर्फ जान पर्ने कुरा हो। यो कानुनी सहायता भन्ने छ, यो हरेकवाला तिनै तहवाला छ। यसमा अवैतनिक चाहिँ हाम्रो वकिल साहब पनि हुनुहुन्छ, वैतनिक पनि हुन्छ। वैतनिकमा रापत तृतीय चाहिँ सरबै तलब पाउँछ, अवैतनिक पनि 400 पाउँछ। यसमा गएर अन्यथा नहोस्, यहाँ कोही हामी चाहिँ कानुन विकास गरेका मान्छे पनि हुन सक्छौँ। मेरो जीवनमा लगाम लागेको छैन। यो कानुनी सहायता लिएर मुद्दा लडेको कुनै पनि मुद्दा जितेको जानकारी छैन। मन लागेको यस्तो हामीले मुद्दा हार्नको लागि जान्छ कि जित्नको लागि जान्छ भनेर बुझ्दै नबुझी त्यत्रो पैसा हामीले लगानी गऱ्यौँ। महाधिवक्ताबाट पनि पैसा खर्च भइरहेछ, यता सब खर्च भइरहेछ। अब निवृत्ति भरणमा हामीले पहिल्यै भनेनौँ, निवृत्ति भरणमा चाहिँ वास्तवमा अब नेपाल सरकारले डिफाइन्ड बेनिफिट दिन सक्दैन। यो अनलिमिटेड भयो, यसमा जान हुँदैन। त्यसपछि हाम्रो चाहिँ एक प्रकारले त्यो राजाकै कार्यकालमा 11 राजाकै कार्यकालको बिचमा राजा साथै सकियाबाट हामीले 52-53 सालतिर नै एकपल्ट कन्ट्रिब्युटर लिएका छौँ। करिब 500 सेक्सन काम भएको थियो। सबैले जुलुस आएर सिंहदरबारबाट त्यो पैसा फिर्ता गरे। सबैले के पढे लेखेकै मान्छेलाई के बुझाउन सकिएन भने डिफाइन्ड बेनिफिट भनेको चाहिँ कुनै पनि दिन सरकारले त्यो निजामती सेवा ऐनको तथ्य परिवर्तन गरिदियो भने एकजना पाइँदैन। यो कन्ट्रिब्युटर भनेको चाहिँ आफ्नै नाममा खाता खोलिया हुन्छ। त्यो कुनै पनि बेला त्यो पैसा सरकारले चाखाएर पनि दिन्छ। कानुनले नै त्यो त अनन्तरबाट यो पैसा भनेर राखिदिएको छ। साँच्चै नै भ्रष्टाचारमा मुद्दा परे पनि कतै मलाई लाग्छ व्याख्या भएको छैन।
त्यो सर्व उसमा चाहिँ पिसाबाट भ्रष्टाचारी ठहर भयो भने त्यो कन्ट्रिब्युटरको पैसा पाइन सक्छ। यस्तो पैसा बुझाउन सकियो। कसले बुझेन भन्दा लोकसेवा आएको फलामको चिउरा जस्तो गेट पास गर्ने सेक्सन गरेर बुझ्छ। अहिले त अब अरूले त कसले बुझ्ला र कन्ट्रिब्युटर भनेकै बुझिएन, यो बुझाउनै सकिएन। यो उपदान अथवा निवृत्तिमा भनेको चाहिँ नि वास्तवमा यो सेनामा ठ्याक्क 18 वर्षमा छिर्ने, 16 वर्षमा गाडी 34 वर्षमा त्यसले पेन्सन खाने, पेन्सन खाने दुवामा चाहिँ नि चौकीदारी गरेर काम दिने भनेर पेन्सन बनाइयो होइन। पेन्सनको निश्चित उमेर छ, निश्चित उमेरपछि त्यो काम गर्न सक्दैन। 60 हो कि 65 हो कि 70 हो त्यसपछि दिन पर्ने, त्यो कुरो धेरैपल्ट भनियो। अहिले पनि त्यसको विकृति छ। अहिले पनि कुनै सेनाको मान्छे 18 वर्षमा आएर 16 वर्षमा पेन्सन छोडेर 35 वर्ष हिँड्छ भने पाउँछ, तर 35 वर्षपछि पेन्सन पाउँदैन। ऊ जुन बेला दोबाट फर्केर आउँछ 65 वर्ष भएर पाएको हुन्छ, बल्ल त्यो बेलाको उसको हिसाब हुन्छ। यो पिछको अवधि पनि त्यसरी दिन पर्ने कुरा बताउन चाहन्छु। अब यो उपचार खर्च भनिएको छ, कर्मचारीले दिने भनिएको छ, यो हामी सबैलाई जानकारी छ। यो उपचार खर्च चाहिँ कर्मचारी बिचैमा लियो भने पनि पछाडि पुरै 18 महिना 22 महिना 21 महिना सबै दिन पाउँछ। अब यो लाटो कर्मचारी रहेछ बिचमा लिएन भने पछि अन्त्यमा पाउँछ, त्यति मात्रै हो। अन्त किताबखानामा के भनिन्छ, यसको प्रमाणहरू छन्, यसका प्रमाण नष्ट हुन्छ, मासु चिउरा खाइन्छ भनिन्छ। यी सबै जान्ने मान्छे, केही मान्छे पल्किनु भएको मान्छे पुरै 3 पुस्ता बाउ छोराछोरी सबैले जानेका छन्, नजान्ने मान्छेले जानेका छैनन्। यो निवृत्तिभरण कोष छ वास्तवमा योगदानमा आधारित। यो त पहिल्यै भनिएको। यो त कस्तो भनेदेखि एकजनाले सेक्सनमा नियुक्ति हुँदैन, उसलाई चाहिँ राख्ने कोष चाहिँ कर्मचारी सञ्चय कोष जस्तो अथवा नागरिक छुट्टै उसको ठाउँमा राखिदिएर सरकारले वर्षै पछि लगानी गर्दै जानुपर्ने, अन्त्यमा बल्ल अवकाशमा त्यो कोषबाट पाउने। त्यो कोषको रकम चाहिँ अन्तर्राष्ट्रिय जगतमा पनि त्यो राष्ट्रपतिसँग अनुमति लिएर संसारको 10% 12% हामी एफडी खाता राख्न पाउने। यस्तो कुरा चाहिँ म नै बजेटमा मैले वर्ल्ड ब्याङ्कको सहयोगमा अध्ययन गरेर बुझाएको कुरो बताउन चाहन्छु। यो सुत्केरी र शिशुको स्याहार भनेर हामीले 2 पटकसम्म 75 सय रुपियाँ दिएका छौँ। काजक्रिया भनेर हामीले चाहिँ दियौँ। यो चाहिँ अब सेवामा रहे नै यो चाहिँ कर्मचारी सञ्चय खोजियो। यस्तोमा चाहिँ के भइदियो भने कसैले मुद्दा चाहिँ गएको छैन राम्रो छ। यो मुद्दामा जाने हो भने चाहिँ मुद्दा बढ्न सक्छ। किनभने कोही कर्मचारी अहिले हाम्रो त छोरी मान्छेको उमेर हामी 40 वर्ष भनेका छौँ, छोरा मान्छेको उमेर पनि हामी 35 वर्ष भनेका छौँ। 35 सम्म त टाक्क टुक्क 2-3 घन्टा भएर सेक्सनहरू आउन सक्छ। त्यस्तोले चाहिँ यो सुत्केरी भत्ता सत्ता यी केही पनि नपाउने हो। अब कोही सेक्सनमा त पहिले 35 वर्ष हुँदै बाबामा पहिले बितिसके आफ्नो हो, जागिर खाने हो, त्यसले नपाउने। भने जो चाहिँ जागिरमा हुँदाखेरि नै सुत्केरी हुन्छ, जागिरमा हुँदै नै बाबामा बित्छन्, लगायतले पाउने भयो। यसले गर्दा डिस्क्रिमिनेसन पनि भयो कि किन पैसा चाहिँ कम, फन्ड चाहिँ सबैको साझा, पाउन चाहिँ नि बच्चा पाउनेले पाउने, बच्चा पाउने काम पनि नगर्ने कसैले बच्चा पाउने होला कुरा हुँदैन। जसको बच्चा बिचरा हुर्काइसकेर जागिरमा आएको छ त्यसले चाहिँ नपाउने भयो। म त अब जागिर मात्रै खाने बच्चा हुर्काउने होइन। यसको कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा एकदम कडाकडै देखिन्छ। यो घातक रोग चाहिँ हामीले पहिला 5वटा थियौँ, थप्दै 9वटा पुर्याएका छौँ। यो थपिँदै जान सक्ने सम्भावना छ। अब यो सामाजिक सुरक्षा कोषमा चाहिँ वृद्ध अवस्थाको संरक्षण पनि छ। यो सबै योगदानमा औषध उपचार पनि छ, यो मातृत्व पनि छ। दुर्गा यतिसम्म पनि कस्तो देखियो भने यो कोभिडको बेलामा 1 लाख रुपियाँको बिमा गरिएको छ। त्यो बेला सरकारले चाहिँ थाहा पाउन सक्छ, धेरै थाहा हुन सक्छ। कोभिड नलागेको मान्छेले पनि अर्को मान्छेको कोभिड लागेको चाहिँ ब्लड दिए त भने उसको ब्लड दिएर नाउँ भने जस्तो म र ईश्वरी सर 2 भाइ गयौँ। अब मलाई कोभिड लागेको छ, ईश्वरी सरलाई लागेको छैन भनेपछि मलाई कोभिड लागेको त मेरो त पोजिटिभ आएको छ। ईश्वरी सरले मलाई लिएर जाने ह्याम्समा गएपछि चाहिँ मेरो ब्लड निकालिदिन्छ डाक्टरले। तपाईँको नाम के भन्छ? मेरो ईश्वरी। पहिला कहाँ हुन्थ्यो, निर्वाचन आयोमा थिएन। पहिला जागिरसँग खाने बानी दिएर थिएँ भनिदियो, सरको नाम भनिदियो। अब त पोजिटिभ आउने भयो, सरले चाहिँ 1 लाख रुपियाँको बिमा क्लेम गरेको, सरलाई भएकै छैन। त्यही बिरामीले 10,000, मलाई सरले 10,000 घेटौडा लगाएको ठाउँमा एउटा बिरामीले 100 जनासम्मको नाममा चाहिँ आफ्नो ब्लड चाहिँ दिएर काम चाहिँ लेख्थ्यो। किन मान्छे आइडेन्टिफिकेसन त छैन, यसरी पनि गयो भन्ने कुरा छ। यो दुर्घटना छ, आश्रित परिवार छ, वैदेशिक रोजगार छ, अनौपचारिक सबै छ। यो स्वास्थ्य बिमा बोर्डले चाहिँ स्वास्थ्य सेवामा 5 जना परिवारलाई 3500 रुपियाँको प्रिमियम गरिदिएको छ। यो साह्रै कम भयो भन्ने कुरा उठेको छ। मान्छेले 1 लाख रुपियाँभन्दा बढी जान पर्यो भनिरहेको छ। स्वास्थ्य बिमा पनि छ। यसैमा हामीले मन्त्री प्रदीप पौडेल चाहिँ कराइरहनु भएको यसैमा हो। प्रदीप पौडेल मन्त्रीज्यूलाई त एक प्रकारले कता एक किसिमले उहाँलाई सकारात्मक र नकारात्मक भन्दाखेरि त उहाँले सबै नै बिमा गरिदिन आँट्नु हात लाए सुन्ने भन्ने थियो। त्यही कुरो बुझेर अर्थमन्त्रीले चाहिँ बिमा बापत दिन बाँकी यसै आर्थिक सम्पूर्ण भुक्तानी चाहिँ दिइनेछ भनेर बोल दिनु भएको छ। मृत्यु भएको परिवारलाई यो आर्थिक
सरकारका वैदेशिक रोजगारको छ, अङ्गभङ्ग भएकालाई छ, वैदेशिक रोजगार गएको परिवारलाई पनि दिइन्छ, त्यो छात्रवृत्ति पनि छ। मूल कुरो हामीले के गरेका थियौँ भने कसैले रेमिटेन्स चाहिँ बैङ्क प्रणालीबाट ल्याउँछ भने उसले जग्गा जमिन किन्छ भने पनि 25% रजिस्ट्रेसनमा छुट लगाएर दिएका थियौँ। यस्तो यस्तो कुरो हामीले भनेका हौँ। खास गरी चाहिँ हाम्रो यही बेरोजगार भत्ता छ र युवा स्वरोजगार कोषबाट हामीले 2 लाख रुपियाँको चाहिँ दिन्छौँ। त्यसमा 5% 6% ब्याज लाग्छ। अहिले सरकारले सुरु गरेको चाहिँ स्टार्टअप चाहिँ नि यो के अरे युवा उद्यमशीलतामा चाहिँ 3% मात्रै छ। त्यसमा 1 अरब रुपियाँ छुट्याएको छ चालु वर्षमा। अब आगामी वर्षमा चाहिँ अर्थमन्त्रीले 75 करोड मात्रै छुट्याउनु भएको छ। यस्तो अवस्था छ। यति कुरालाई चाहिँ नेपालको अधिकार कुन होला, आवश्यकता कुन होला, योगदानमा आधारित कुन होला भनेर क्लासिफिकेसन गर्दा चाहिँ मौलिक हकमा आधारित चाहिँ बाह्रवटा छन्। सामाजिक सुरक्षा, राहत, सबै प्रकारका छात्रवृत्ति, आमा सुरक्षा, विपन्न, ज्येष्ठ नागरिक, खाद्य ढुवानी, कण्ठरोग, सुरक्षित नागरिक, जग्गाको स्वामित्व, यी चाहिँ मौलिक हकमा छन्। आवश्यकतामा आधारित चाहिँ म्यापिङ गर्दा सामाजिक सुरक्षा, राहत, यो विद्यालयको खाजा, प्रसुति, आमा र बच्चा, एड्स, कुष्ठरोग, यसै गरी सरुवारोग, निःशुल्क सामाजिक कल्याण, राष्ट्रपति महिला उत्थान, बाल कल्याण, विशेष कृषि, बाली, ब्याज अनुदान, जडीबुटी, मुक्त कमलहरी, जग्गाको स्वामित्व, निःशुल्क कानुनी सहायता, वैदेशिक रोजगारी, प्रधान रोजगार, युवा स्वरोजगार, यसरी अधिकार र आवश्यकता दुवैमा आधारित 4 देखिएको छ। यो छात्रवृत्ति, कुष्ठरोग, सरुवारोग र निःशुल्क जाँच, त्यस्तो गरी चाहिँ यसलाई वर्गीकरण गरेको देखिन्छ। योगदानमा आधारित 4 छन्। निवृत्तिकरण, कर्मचारी सञ्चय कोषको, सामाजिक सुरक्षा कोषको, सामाजिक बिमाको। अब अलिकति सरकारले नै केही समस्या देखाएको छ। सामाजिक सुरक्षामा सरकारको दृष्टिकोणमा लाभदायीको सङ्ख्या बढ्दै गयो, अब खेल्न सकिन्छ। हामीले समान दिँदै आयौँ, त्यसले गर्दा विपन्नहरू लाभ पुगेन। हामीसँग कुनै पनि किसिमको पासबुक छैन, त्यसमा दोहोरो पर्यो। हामीसँग परिभाषा नै भएन एकल महिलाको, त्यसले गर्दा हामी नै पुगेको काल पायौँ। अनि सरकारको आफ्नै भनाइ छ। यसै गरी बाल पोषणमा दर्ता यस्तो छ कि अहिले हामीलाई सबैलाई थाहा छैन। 8000 वटा जति करिब वडा छन्। वडा सचिव भन्दा बाहेक कसैले पनि दर्ता गर्न पाइँदैन। पञ्जीकरणको नियम छ, त्यो अनलाइन हुन्छ। अनलाइन एकपल्ट दर्ता गरेपछि कसैको नि चेन्ज हुँदैन। चेन्ज नभएर साराको पासपोर्टहरू जम्मै बर्बाद भएर निस्किएको छ। अहिले कानुनमा संशोधन गरेर एकपल्ट गर्न पाइन्छ भनेको एकपल्ट मान्छेले एसएससीको आधारमा गर्यो अथवा एससीको आधारमा गर्यो, त्यसपछि अन्त केही पनि हुँदैन। यो जस्तो अब गाह्रो चिज नेपालमा ठुलो समस्या चाहिँ यो एनआइडी, जन्मदर्ता र राहदानी र नागरिकताले ल्याउने जस्तो देख्छु। अपाङ्गताको वर्गीकरण केही पनि भएन। हाम्रो पनि सिंहदरबारमा कहिलेकाहीँ भन्थ्यौँ अपाङ्गता कोटामा पर्नु भएको सचिव अर्को सपाङ्ग सचिवलाई चाहिँ छिर्किने हालेर पछाड बाटैमा कुस्ती गरेर पछाड दिन सक्ने मान्छेले मजाले पाउनुभयो। अब त्यो हाम्रो डाक्टरले लेख्दै हुने अवस्थामा अब हाम्रो त्यस्तो पनि पर्यो होइन। यसको भुक्तानी प्रक्रिया चाहिँ केही पनि दिनै नसक्ने, जहाँ दिन पर्यो त्यहाँ चाहिँ नसक्ने भयो। अहिले बिमामा चाहिँ मोटर चाहिँ लड्यो, मोटर चाहिँ धुस्न भएर चाहिँ 5 लाख रुपियाँ खर्च गर्न पर्यो भने त्यो सर्वे चेक भन्ने के आउँछ, त्यसले 50,000 भन्दा मरिगयो। किनभने त्यो उतैबाट गाइडेड छ। यस्तो समस्यामा छ र मन्त्री परिषदले पटक पटक निर्णय गरिदिँदाखेरि यसमा चाहिँ विभिन्न बाधाहरू पनि आइरहेको। मुख्य कुरो हाम्रो उद्धारमा राहतै तत्काल दिन सकेन। हामीले त्यही 5,000 रुपियाँ दिने भनेका छौँ, चिउरा र चिनी दिने भनेका छौँ, त्यो पनि तत्काल दिन पाइँदैन। हामीले बैङ्कसँग आबद्ध गर्नु भने बैङ्कबाट नदिए लिजामा नगराउँदैन, बैङ्क सधैँ छैन। अनि कसरी दिने भन्ने आभास भयो र सबै यो उद्धार पनि जम्मै केन्द्रमा केन्द्रित भयो। रेड क्रस भन्ने पनि काठमाडौँभन्दा बाहेक कहीँ पनि उद्धार बैठक राख्नुहुन्छ नेपालभरि। त्यो नेपालभरिका रेड क्रस भने पनि हाम्रो चाहिँ सङ्घीय मन्त्रालयका अड्डा जस्तै गरेका छन्। यो उद्धारमा हाम्रो मापदण्ड यति छिटो परिवर्तन गरेको अहिले सानो एउटा उसले देखाएको छ अध्ययनले। जतिपल्ट गृहमन्त्री हो त्यतिपल्ट फैलिँदो रहेछ। वामदेव गृहमन्त्री हुँदा एउटा, रमेशले हुँदा अर्कै, रवि लामिछाने हुँदा अर्कै, सबै गृहमन्त्री आएपछि नै यो मापदण्ड फैलिँदो रहेछ। र कागजात जुटाउने भनेको चाहिँ एक प्रकारले त्यसमा जति उसलाई चाहिँ नि यातायात खर्च लाग्छ र जति बेनिफिट पाउँछ त्यसमा गरेको लगानी त्योभन्दा बढी हुँदो रहेछ, खाता बढ्दो रहेछ। त्यो उद्धारको चाहिँ चिज लिने भनेको चाहिँ उसलाई चाहिँ त्यो पाउने धनराशि भन्दा प्रक्रिया र यातायात खर्च चाहिँ बढिरहेको छ। हामीले आवश्यकता गरिबीमा आधारित गरेनौँ, हामीले लैङ्गिक र जातीयमा गऱ्यौँ। यो जातलाई दिने भने अरबपति भयो भने त्यो जातले पाउने हो, महिलालाई दिने भन्थ्यौँ त्यो महिला चाहिँ खरबपतिलाई पनि पाउने हो। हामीले त्यस्तो बनाएन। सबै प्रदेश र स्थानीय सरकारले पनि सँगै नै अनुसरण गरे। हामीले चाहिँ दिवा खाजा दिने भने त्यसमा के इन्ट्रोड्युस गर्यो भने स्थानीय रही खाने खाजा भने रही खाने कुनै पनि पालिकालाई हाम्रो पालिकामा के उत्पादन हुन्छ रही खाने खाजा कसैले
भन्ने कुराको जानकारी भएन। हामीले पत्रु भने पनि खुवाउने चाहिँ त्यही चाउचाउ लगाएर नै खुवाउने अवस्था आयो। हाम्रो अभिलेख केही पनि छैन। हाम्रो कोहीसित पनि WFP-को लगायत कसैसँग पनि अभिलेख जोड्दैन। हामीले औषधि अहिले चाहिँ 97 प्रकारको औषधि निःशुल्क दिने भने त्यो औषधिको चाहिँ यकिन मापदण्ड हामीसँग केही पनि छैन। अहिले कस्तो देखियो भने स्वास्थ्य चौकी नेपालमा 9000 स्वास्थ्य चौकी रहेछन्। 9000 स्वास्थ्य चौकीमा 8000 स्वास्थ्य चौकीमा गएको औषधि सबै डेट एक्सपायरी भयो, 90% औषधि। कारण त्यहाँ चाहिने औषधि भएको रहेछ। सर्पदंशको औषधि सबै हिमाली स्वास्थ्य चौकीमा गएर छ, जहाँ सर्पले कसैले टोक्दै टोक्दैन है त। अब रेबिजको भ्याक्सिन भनेर हामीले दिएको रहेछौँ, त्यसमा चाहिँ 100मा 90% भ्याक्सिन प्रयोग भएको छैन। किन त्यो ठाउँमा चाहिँ होसियारपुर छँदै छैन, त्यो रेबिजै छैन। जहाँ रेबिज छ त्यहाँ 8-10 डोज मात्रै छ, 100वटालाई टोक्छ, तुरुन्त नै हामीले चाहिँ इन्डिया जान पर्ने, यही क्षेत्रमा किन्न पर्ने यस्तो चिज रहेछ। हामीले जे भने पनि अपाङ्ग मैत्रीपूर्ण भावना लगाउन सकेनौँ। हामीले चाहिँ के गरिदियौँ भने पालिकाबाट जसको जे भयो भने सबै सिपाहीले गर्यो। धनी गरिब लुडो लम्बडो जेसुकै आओस्, जसलाई जे चाहिन्छ आवश्यक पाउँछ सिपाही आफैले पनि दत्तगत गरिदिने यस्तो कुरा आयो। र हामीले विपन्नको परिचय पत्र पनि दिन सकेनौँ। सबै यो सुविधाहरू चाहिँ काठमाडौँ केन्द्रित भयो। हामीले चाहिँ अब हेलिकप्टरको सेवा दिने भन्यौँ, तर 753वटा पालिकाकोले म्यापिङ गर्दा मुस्किलले 100वटा पालिकाले पनि हेलिप्याड बनाएन, ठुल्ठुला नगरपालिकाले पनि हेलिप्याड बनाएका छन्। भनेपछि राष्ट्रपति उद्धार कार्यक्रममा जाने हेलिकप्टर कहाँ गएर बस्नु भन्ने थाहा भएन। त्यसको यसले यसरी अप्ठ्यारो गर्यो। यो मलको पनि चामलको पनि ढुवानीमा चाहिँ नि समय सधैँ लाग्यो। बिमाको प्रक्रिया साह्रै धेरै भयो। कृषिमा क्षतिपूर्तिलाई हामीले कुनै पनि किसिमले सरिलो बनाउनै सकेनौँ। यो जनता आवास कार्यक्रममा घर बस्न लागेकै भएनन्। भूमिहीनलाई पनि त्यस्तै भयो, उनले पनि कागजात जुटाउन सक्ने परिस्थिति बनेन। मैले अब समयलाई हेरेँ, यस्तो देखियो। रोजगारदातालाई पनि हामीले आकर्षित गर्नै सकेनौँ। प्रधानमन्त्री रोजगार कार्यक्रममा त्यही नै न्यूनतम रोजगारी भनेको के हो नै हामीलाई थाहा भएन। के क्षेत्रमा रोजगारी भन्ने कुरा पनि जाँदा त्यही भएर घाँस उखाले भन्ने कुरा आएको त्यही नै समस्या हो। हामीले सबै पैसा चाहिँ प्रधानमन्त्री रोजगार कार्यक्रम लगातार 5 वर्ष हेर्दा असारमा मात्रै रोजगारी दिएको, असार महिना बाहेक अरू कुनै पनि महिनामा रोजगारी दिएको देखिँदैन। त्यसले गर्दा अब हामी के गर्ने होला त भन्दा यो 68बाट 70 पुर्याउने भन्दाखेरि चाहिँ करिब 20 अर्ब रुपियाँ बचत हुने रहेछ। राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भनेको यो ठिकै छ। अब यो महिलाको पनि 60बाट 65 पुर्याउने भने चाहिँ यो उच्च स्तरीय आर्थिक सुधार आयोगले दिएको छ। 5 वर्ष भत्ता नबढाउने, दोहोरो गरेको र दुरुपयोगलाई हटाउने र अलिकति यो योगदानमा आधारित चाहिँ फरक भनेको छ। र उसले चाहिँ 2 खर्ब 19 अर्ब खर्च भएको छ। सबभन्दा गजब कुरो चाहिँ लेखिया छ प्रतिवेदन। यो लोकप्रियबाट प्रभावित छ, तर यो भत्ताको म्यापिङ स्टडी गर्दा कोही पनि मान्छे खुसी छैन। 4000 पाउने कसैले पनि खुसी भएको चाहिँ गरे देखियो। किन भन्दा हाम्रो चाहिँ मजदुरलाई चाहिँ न्यूनतम पैसा 17500 दियो, 17500 दिनु पर्थ्यो। त्यो त्यति बेला मात्रै खुसी गर्न सकिन्छ भन्ने कुरा आयो। तर पनि चालु बजेटलाई हेऱ्यौँ भने 73-74मा 7.3% यो अंश रहेकोमा अहिले सामाजिक सुरक्षा भत्ता चाहिँ 19.67% पुगेको चाहिँ यसले देखाउँछ। यो नयाँ पत्रिकाले एउटा बडा खोजमूलक अध्ययन गरेका छ। त्यसले हामीलाई चाहिँ विद्वानहरूलाई सोच्न बाध्य बनाएको छ। उसले के भन्छ भने विभिन्न पालिकालाई पहिला यो एएफपी हुन्छ, इलेक्ट्रोनिक फन्ड ट्रान्सफर आउनुभन्दा पूर्व नै दिएको पैसा चाहिँ झन्डै बैंकमा 1 अर्बभन्दा बढी पैसा पार्किङमा छ। मेरो अर्को अध्ययनले चाहिँ झन्डै 75 अर्ब रुपियाँले बराबर चाहिँ विभिन्न ठाउँमा फन्डिङमा पैसा बसेको देखिन्छ। यो चाहिँ जेटी भन्ने चाहिँ भारतमा प्रधान अर्थमन्त्री हुँदा 2016मा चाहिँ यस्तो सबै पैसा चाहिँ यस्तो चाहिँ समाज सुधार कल्याणमा राखिदिनु भएको थियो। अब यसले के भन्छ भने ज्येष्ठ नागरिक 60 वर्ष मासिक आएर कर्णालीले दलित 2660, विधवाले 2660, अपाङ्गले 3990, अति अपाङ्गले 2180, जनजातिले 3990, यसरी पैसा पाउँछन् र 5 वर्ष मुनिका बालबालिकाले 532 पाउँछ भन्छ। सबै पञ्जीकरणको विभागका महानिर्देशकको फोटो सहितको अन्तर्वार्तामा भन्छ। यी सबै अङ्क अर्थ मन्त्रालय राष्ट्रिय योजना आयोगको तथ्याङ्कसँग ल्याइ पहिला मैले यसरी फोन पनि गरेँ। फोन गरेर सोद्धाखेरि पालिका, पञ्जीकरण, गृह मन्त्रालय, अर्थ मन्त्रालय, प्लानिङ कसैलाई पनि एक्ज्याक्ट अङ्क कति हो भन्ने कुराको जानकारी छैन। त्यसरी हाम्रो सामाजिक सुरक्षा भत्ता ठ्याक्कै तोकेर यो यति नै हो भन्न पनि ठोक्वा छ भन्न पनि अत्यन्त गाह्रो पर्ने देखियो। जुन ज्येष्ठ नागरिकमा चाहिँ एउटा कुरो आयो, के त यो सबै समान दिने हो त भनेर ज्येष्ठ नागरिक ऐनमा प्रश्न भनिएको छ। यसले चाहिँ विपन्न, बेवारिसे र बेसहारा भन्ने शब्द प्रयोग गरेको छ। तिनलाई दिने हो भने वास्तवमा अहिले यस्तो चाहिँ विपन्न, बेसहारा र विपन्नलाई
17,500 नै दिन सकिन्छ। उमेर बढ्दै जाँदा मैले एकपल्ट भनेको थिएँ 7 को अङ्कको उमेर भएकोलाई 5,000 रुपियाँ, 8 को उमेर भएकोलाई 10,000 रुपियाँ, 9 को उमेर भएकोलाई 25,000 रुपियाँ, 100 उमेरभन्दा माथिलाई 50,000 रुपियाँ दिन सकिन्छ। 100 उमेरभन्दा बढी भएको चाहिँ हाम्रो तथ्याङ्क विभागको तथ्याङ्क छ 34,000 मान्छे मात्रै हुनुहुन्छ। 9 को अङ्कभित्र छुने मान्छे केवल 26,000 मात्रै हुनुहुन्छ। त्यसले राज्यपाललाई ठुलो असर नपर्ने देखिन्छ। अब एकल महिलाको भत्तामा चाहिँ अब कसरी भन्ने कुरै राम्रोसँग भन्न सकिएन। त्यसले गर्दा एकपल्ट सुरेन्द्र पाण्डेको पालामा एकल महिला चाहिँ मान्छे 17-18 वर्षको उमेर पनि एकल विधवा, त्यो बेला हामीले पुनर्विवाह गर्ने गरेर 1 लाख रुपियाँ दिएका थियौँ। हाम्रो चाहिँ मुद्दा परेर अर्थ मन्त्रालय मुद्दामा हार्यो, सर्वोच्च अदालतले मुद्दा हराइदियो। हाम्रो खिलराज श्रीमानै हुनुहुन्थ्यो, पछि प्रधानमन्त्री हुनुभयो, उहाँले मुद्दा हराइदिनु भयो। हाम्रो चाहिँ नि मानव अधिकार आयोगमा माननीय सदस्य हुनुभयो लिली थापा, उहाँले मुद्दा हाल्नु भएको। यो पुनर्विवाह गराउनु भएको भए विधवा भत्ता दिन पनि पर्दैन थियो। अहिले समस्या यो भत्ताले के गर्थ्यो भने उमेर छ, पहिला 1-2 महिना विधवा भत्ता खान भयो, त्यसपछि पुनर्विवाह, त्यही बिचमा नागरिकता पनि बदलियो, सर पनि बदलियो। अब त्यसपछि पुनर्विवाहमा अर्को विवाह भएपछि अब केही पनि उहाँबाट जन्मिया बच्चाले केही पनि नपाउने, केही पनि यो मुलुकले बुझ्दै मुलुकले केही पनि गर्नु सक्छ। त्यसर्थ यो भत्ताले यस्तो अप्ठ्यारोहरू ल्याएको छ। अपाङ्गता भत्ता पनि हामीले भन्यौँ, अपाङ्गलाई विदेशमा हेर्दाखेरि भत्ता दिने होइन रहेछ, उनीहरूलाई रोजगारी दिने, सिप दिने, उनलाई उपकरण दिने, उनी आफ्नै खुट्टामा उभिन सक्ने, उनलाई अस्पतालमा कृत्रिम उपकरणहरू दिने, उनलाई मैत्री पूर्वाधार बनाइदिने चिज रहेछ। हामीले भत्ता इन्ट्रोड्युस गऱ्यौँ, यो कुरा यसरी देखिन्छ। लक्षित वर्गको कार्यक्रममा पनि हामीले विभिन्न कुराहरू दियौँ, तर एक प्रकारले हामीले चाहिँ लक्षित वर्गलाई हामीले राम्रो होस्टेलमा राखेर पढाउन सकेनौँ, अथवा हामीले यो चाहिँ यो आरक्षण पनि कतिपटक दिने हो भन्ने कुरा पनि केही बुझिएन। निश्चित वर्गले चाहिँ आरक्षण कब्जा गर्यो, यो तरमारा वर्ग जन्मियो, उहाँहरू अबलासम्मले बोल्ने परिस्थितिमा हामी पुग्यौँ। बालबालिकाको पोषण भत्ता चाहिँ असाध्यै आवश्यक रहेछ। आमाको गर्भमा नै बच्चाको मस्तिष्क 25% डेभलप हुने, 1 वर्षमा 25% डेभलप हुने, अर्को 1 वर्षमा 25% झन्डै 75 देखि 80% 90% चाहिँ बच्चाको सबै कुरा चाहिँ 2 वर्षभित्र नै विकास हुँदैछ। अहिले मधु सर, म, राजन सर, मैले जस्ताले हर्लिक्स खायौँ भने मुस्किलले 1 घन्टापछि पिसाब आएपछि 2 चम्चा हर्लिक्स त्यही युरिनमै जाँदो रहेछ। तर एउटा बच्चालाई हर्लिक्स खुवाइदिन सक्यो भने त्यसको मेमोरी 5%ले वृद्धि हुँदछ। यस्तो कुरा हामीले बुझेनौँ। यो कुरो मनमोहन ज्यूलाई 51 सालमा बताइदिन पाएको भए बाआमालाई होइन वास्तवमा भत्ता दिनु पर्छ केटाकेटी सकेछ। त्यो कुराको हामीलाई हेक्का नै भएन। यस्तो कुरा चाहिँ बल्ल यो अध्ययनबाट चाहिँ देखा पर्यो। यो विपदमा राहत भन्यौँ, यो विपदमा राहत भनेको चाहिँ समाजलाई हामीले अगाडि सारेनौँ। अमेरिकामा चाहिँ अस्ति 4 वर्ष अगाडि सबै बाढीबाट सबै जोयो, सबै अर्को गाउँका मान्छेले सबै घर खुल्लाएर राख्दै बाढीमा पर्न हाल्छ। जब हाम्रो घरमा आएर सुत्नुहोस्, फ्रिज खोल्नुहोस्, खानुहोस्, होइन त तपाईँले अर्को जागिर नपाउँदैसम्म 1 महिनासम्म मेरो घरमा बस्न सक्नुहुन्छ, मेरो घरको क्यापासिटी 1 जना 3 जना 5 जना मैले राख्न सक्छु भने समाजलाई हामीले अगाडि बढाउनु पर्ने कुरा पढाएर छात्रवृत्ति चाहिने जेहेन्दार र निर्णयलाई दिन पर्ने हो। यो कुरो भविष्यका कर्णधारलाई केन्द्रित गर्नै पर्छ। श्रीलङ्काको उदाहरण दिनु भने 99% भन्दा बढी साक्षर श्रीलङ्कामा भए, त्यत्रो विधि चाहिँ हाम्रो चाहिँ सिभिल वारमा भए पनि श्रीलङ्का चाहिँ यसरी दामी हुनुको पछाडि चाहिँ वास्तवमा शिक्षा नै हो कुरा बुझ्नै पर्छ। आमा सुरक्षा कार्यक्रममा लगानी गर्नै पर्छ। बिस्तारै अब 0 होम डेलिभरी कार्यक्रमहरू लागेका छन्। स्वास्थ्य चौकीमा चाहिँ यो बर्थ सेन्टर राखिएको छ, स्वास्थ्यको कार्यक्रम छ, तर सरकार चाहिँ एउटा कुरा प्रष्ट हुनुपर्छ। शिक्षा र स्वास्थ्यमा व्यापार सरकारले गर्न दिने क्या यो कुरामा सरकार यकिन नहुँदैसम्म यसको उत्तर फेला नपरेको बताउन चाहन्छु। जहाँसम्म वैदेशिक रोजगारको कुरो छ, स्टडीले चाहिँ मलाई के देखायो भने मधु सर, राहुल सर, प्रष्ट रूपमा यो वैदेशिक श्रम तथा रोजगार मन्त्रालय र विभाग र सबै त्यो एयरपोर्टको ट्याक्स सबै खारेज गरिदियो भने अहिले चाहिँ नि यो रोजगारीबाट आइरहेको रेमिटेन्स अहिले चाहिँ राष्ट्रपतिले करिब 1 खर्बभन्दा बढीमा झन्डै त्यो 1.5 खर्बभन्दा बढी पाउनुहुन्छ। सबै यो लाइन चाहिँ मिलाउने गरी भनेको सबै सरकारी सङ्घ, यो सबै यत्र मेन पावर कम्पनी उत्पादन भएको नि सरकारको रेगुलेसन। सरकारले आतोभुत्तो केही पनि गर्ने होइन, 1 रुपियाँ कन्ट्रिब्युसन छैन, छेकेको छेके मात्रै गर्ने। यस्तो छेक्ने सरकार चाहिँदैन, यसमा प्रष्ट हुन पर्यो। त्यो कमसेकम एउटा मन्त्रालय खारेज हुन्छ, कान्छी राताल कमले पनि दिइहाल्नु के अरे, अथवा 15वटा मन्त्रालय हुनुपर्छ। कमसेकम श्रम मन्त्रालय खारेज भए त 22बाट 21 आउँथ्यो नि। यो क्रम चाहिँ बोल्नै पर्छ। निवृत्ति भनेको कुरो हामी सबैलाई थाहा छ, अरू यसमा केही गर्नै पर्दैन। सरकारले छुट्टै फन्ड राख्नै पर्छ, यसमा कन्ट्रिब्युसनमा जानै पर्छ, अरू हामीले केही गर्न सक्दैन। र अन्त्यमा चाहिँ मैले 3टा कुरो मात्रै भनेर बिदा हुन्छु। 1, अहिले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा सबै नन फन्डेड छ,
यस्तो नन फन्डेड कुरो साथीहरूले बुझेर मिल्दैन। यसमा चाहिँ कि सरकारले अहिले मोहर 12% छ 15मा पुर्याएर 13 छ 15 पुर्याएर 2% चाहिँ सामाजिक सुरक्षाको लागि दिन पर्यो कि सामाजिक सुरक्षा भत्ताकै लागि 3% नयाँ बढी सुरु गर्न पर्यो कि चाहिँ यस्तो बैङ्कमा अथवा विभिन्न ठाउँमा रहेका पैसा सबै तान्न पर्यो कि सरकारले प्रत्येक वर्ष एउटा फन्ड गरेर फन्डमा चाहिँ कति दिन सक्छ 1 अरब 2 अरब प्रत्येक वर्ष चाहिँ त्यहाँ लगानी गरेर छुट्टै फन्ड छुट्टै प्राधिकरण बनाएर जनताको लागि गर्नुपर्छ। यसमा एकीकृत नगरी ठेकेदारको पासबुक भने जस्तै यो भत्ता पाउने मान्छेको पनि एकीकृत हुनैपर्छ। यसको छुट्टै एउटा सचिवालय हुनैपर्छ। त्यो सचिवालयले सबै सुविधा एउटै डालोमा हाल्छ अनि योगद्वार पढाइ बनाउँछ। यसको छुट्टै नियम कार्यविधि मापदण्ड हुन्छ। मैले सिम्पल पढेको चाहिँ आजभन्दा 25 वर्ष अगाडि मलेसियामा 750 रिङ्गेट भन्दा घटी प्रति महिना आम्दानी हुने मान्छेलाई चाहिँ गरिबीको लाइन राखिन्थ्यो, परिचय पत्र दिइन्थ्यो। त्यो परिचय पत्र दिएको मान्छेलाई एक सिनेमा हलको बोल्कोनीमा टिकट किनेर हेर्न पाइँदैन, घरमा रङ्गीन टेलिभिजन हेर्न पाइँदैन थियो, ब्ल्याक एन्ड व्हाइट मात्रै किन्न पाइन्थ्यो। यस्ता यस्ता पद्धतिहरू छन्। त्यसर्थ पोभर्टी लाइनभित्र भएको मान्छेले चाहिँ त्यस्ता सुविधाहरू चाहिँ इन्जोय गर्न मिल्दैन। अन्त्यमा अब यो चाहिँ हामीले चाहिँ कन्ट्रिब्युटरी प्रणालीमा जानु विकल्पै छैन। मान्छे जन्मदेखिकै उसको आर्जनको पैसा उसले चाहिँ सानो जन्मिँदैमा नै नुहार्नु गर्दैन पाएको पैसामा चाहिँ 10% पैसा चाहिँ सरकारमा बुझाउनु पर्ने। वर्तमान गर्दा मामाले दिएको पैसाको चाहिँ 1 खण्ड चाहिँ लगेर खातामा राख्नु पर्ने। त्यस्तो तलब हानी विशेष आर्जन होला, चिट्टा पर्दा पुरस्कार पाइएर त्यस्तो रकम लगाएर हाल्ने, अर्काले कसरी सहयोग गर्दैनन् होइन। राज्यले पनि प्रोत्साहन स्वरूप पर्वहरूमा दिएर के भन्यो दसैँमा अहिले कर्मचारीको 3000 रुपियाँ पैसा बढ्यो भने जस्तै आम नेपालीलाई पनि यो चाहिँ गणतन्त्र चाहिँ यो 18औं 20औं दिवस पनि भव्यताका साथ 25औं रोजन्दा थियो सबै कर्मचारीले 1000 रुपियाँ दिएको भन्दा के आयो त्यो बाटो। पहिले पनि राजाको राज्य विषय साह्रै पाउँछ भन्दै होइन त। अमेरिकामा पनि त कोभिडको बेलामा 1000 2000 पाउँथ्यो। अहिले पनि ट्रम्पले सबै संसारभरि मैले जति अनुदान दिएको छु त्यो पैसा कटौती गर्ने, त्यो बाबतमा म 10,000 रुपियाँ चाहिँ प्रति परिवार बाँडिदिन्छु प्रति व्यक्ति भने आफ्नो स्टेटमेन्ट भन्दै हुनुहुन्थ्यो, बाँडिसक्नु भएको छैन होइन त। बाँड्ने क्रममा हुनु होला। यसर्थ यसरी अब जसरी पनि कन्ट्रिब्युसनमा आधारित भएर यो भत्ता जानुपर्छ भन्ने कुरा बताउँछु। मान्यवरलाई फेरि पनि भन्छु, मैले अलिकति चाहिँ यो चाहिँ जानकारीमूलक कुराहरू मात्रै प्रस्तुत गरेँ, धेरै एनालाइसिस गर्न सकिनँ। एनालाइसिस चाहिँ मान्यवरबाट हुन्छ भन्ने कुरा भन्छु। र राजन सर, सभा अध्यक्षज्यू र मधु सर हजुरले चाहिँ यो मोडेल गरिरहनु भएको छ। सबै श्रोतागण मेरो भाषा शैलीमा काहीँ उचनिच परेको भए क्षमा प्रार्थी चाहिँ केही प्रश्न उठेछ भने मैले जानेको जवाब दिने गरी अहिले कार्यपत्र यी सम्पन्न गर्छु। धन्यवाद। दुवैजना सरहरूलाई माथि आइदिनु। हजुरले त यहीँ बस्ने हो कि यो तल धन्यवाद। बोले अहिले भयो है। धन्यवाद कृष्णजी सर, यहाँले अत्यन्त परिश्रम गरेर रोचक तरिकाले प्रस्तुति पनि यहाँको अब त्यस्तै हुन्छ। उच्च निच भन्नुहुन्छ, म त उच्चै मात्रै देखिरहेको थिएँ। त राम्रो प्रस्तुति यो। अब सुरुमा हामीले एक्सपेक्टेसन गरेको भन्दा धेरै बढी उहाँले आफूलाई अलिक तल राखेर भन्नुहुन्छ सुरुमा, तर यसको जति सबै प्रस्तुति परिचयात्मक मात्रै भने पनि त्यसका समस्यादेखि लिएर सबै कुराहरू उहाँले देखाउनु भयो कि यसमा धेरै किसिमको डाइभर्सिटी छ, कार्यान्वयन गर्न गाह्रो छ, डुप्लिकेसन छ, एकीकृत भएन, लक्षित वर्गमा पुगेन, लाभग्राही सङ्ख्या धेरै बढ्यो। यो चाहिँ नि बोझ आर्थिक रूपमा चाहिँ धान्न नसकिने, रिसोर्सको चाहिँ नि स्रोत नजुटाइकन पनि दिएको छ। कतिको चाहिँ कसरी दिने भने लाउने पाउनुलाई पनि थाहा छैन, दिनेलाई पनि थाहा छैन, र दुरुपयोग पनि भएको पनि भन्ने धेरै उदाहरणहरू उहाँले दिनुभयो। मलाई पनि यो विषयमा अलिकति इन्ट्रेस्ट लागेको थियो। पहिले म यो सासेब भन्ने एउटा संस्थाको एक्जिक्युटिभ डाइरेक्टर थिएँ 2 वर्ष जति। त्यो बेला एउटा हामीले सोसल सिक्युरिटी इन साउथ एसियामा स्टडी गराएको थियौँ, नेपालको पनि अरू गर्दाखेरि। त्यस बेला चाहिँ नि सरले ऐतिहासिक देखाउनु भयो श्रीलङ्काको चाहिँ अलिकति राम्रो किसिमको। अनि भारतको चाहिँ एउटा सबभन्दा राम्रो के थियो त्यो बेला भने देखाएको, र अहिले पनि त्यो उनीहरूको छ भने यो आधार कार्ड सिस्टम गरे भन्नाले आधार कार्ड थ्रु आधार कार्ड चाहिँ उनीहरूले चाहिँ एउटा यो सोसल सिक्युरिटीमा चाहिँ उसले ठुलो ट्रान्सफर्मेसनै ल्यायो।
एउटा कुरो चाहिँ एकैचोटि त्यो मानिसहरूसँग चाहिँ रिच आउट गर्न सजिलो, अनि उनीहरूले चाहिँ धेरै इन्डियामा गरेको एक्सपिरियन्स चाहिँ सबभन्दा ठुलो हामीलाई काम लाग्ने। यो विभिन्न किसिमको सोसल सिक्युरिटीमा सबभन्दा इफेक्टिभ क्यास ट्रान्सफर नै हुँदो रहेछ। त्यो क्यास ट्रान्सफर चाहिँ पुग्ने एकदम डाइरेक्ट अडियन्समा पुग्ने र त्यसले उनीहरूले त्यसको चाहिँ इफेक्टिभ युज गर्न सक्छ। अरू चिज दिने साथै इन्टरमिडिएरीले खाइदिन्छ, बिचमा चाहिँ गडबड हुन्छ, त्यो हुन्छ। अब भनौँ न औषधि दिने, जति उदाहरणको लागि म एउटा पालिकामा गएको थिएँ केही समय अगाडि, त अहिले त सरले 93 किसिमको औषधि फ्रीमा दिन्छ भन्नुभयो। त्यो बेला 70वटा औषधि लिस्टमा राखेको थियो त्यहाँ गाउँपालिकामा, त्यो एउटा स्वास्थ्य चौकीमा गएको थिएँ म। 70 किसिमको औषधिहरू फ्रीमा छ भनेर ठाउँमा उहाँले चाहिँ नि कतिवटा औषधि अहिले यहाँ छ, सबै 70वटा छ भने अहिले छैन भने कतिवटा छ, 3वटा छ। 70 औषधि फ्री दिने भने लिस्टमा राखेको छ, तर चौकीमा 3वटा भएको छ होइन। त्यो त्यो स्वास्थ्य चौकीमा त्यसरी चाहिँ नि हाम्रो एकदम त्यो बिचको क्यास ट्रान्सफर। त क्यास ट्रान्सफरमा चाहिँ के प्रब्लम छ, रमाइलो कुरा गर्नु पर्यो भनेर पाकिस्तानमा चाहिँ के भन्छ भने त्यो महिलालाई चाहिँ नि एक भत्ता दिएको, त्यो महिलाहरूलाई चाहिँ भत्ता उनीहरूले त्यो पाउनै नदिने, क्यास दियो पुरुषले दिने। त्यसपछि उनीहरूले के गर्यो भने बायोमेट्रिक राखेर उनीहरूलाई चाहिँ नि पहिले यो एटिएम कार्ड दियो सुरुमा, पहिले एटिएम कार्ड पनि उसले लगिदिने। त्यसपछि बायोमेट्रिक राखेर महिलाले औँलाले थिचेपछि मात्रै चाहिँ नि राख्ने बनायो होइन। त्यो बायोमेट्रिक राखेपछि पनि बायोमेट्रिक राखेर त महिलाले पनि झिक्नु पर्यो, अरूलाई हिँड्नु मिल्दैन। बाहिर मोटरसाइकलमा पर्खेर बसेर पैसा लियो भनिहाल्छ अरे। त्यो उनीहरूको त्यहाँ पुऱ्याउन त्यति गाह्रो छ कि त्यति गर्दाखेरि पनि आधा परे पैसा पनि उसले फेरि पर्खेर बसेर त्यहाँबाट किन पुऱ्याउनुले जान्छ। त्यस्तो किसिमको चाहिँ नि हुन्छ भन्ने थियो। अब यसमा एउटा के भने सबैभन्दा ठुलो देखिएको उहाँले पनि अलिकति कुरा ल्याउनुको एउटा चाहिँ अब हाम्रो त्यो लाभग्राहीको सङ्ख्या चाहिँ जुन बढ्दै यकिन पनि भएन। त्यो पेन्सनमै हामीले देख्यौँ यो राष्ट्रिय परिचय पत्र चाहिँ नि लागू गरेपछि पेन्सन प्राप्त गर्ने सङ्ख्या नै सत्यहत्तै घट्यो होइन, एमाउन्टै घट्यो। एक्ज्याक्ट एमाउन्ट त थाहा भएन मलाई, तर धेरै ठुलो सङ्ख्यामा त्यो 38 कि 35,000 मान्छेको चाहिँ पेन्सन चाहिँ रोक्यो, लिनु भएन कसैले पनि। 38,000 मान्छेले बढी पेन्सन खाइरहेको भने त त्यो भयो। त्यस कारण यो इन्टिग्रेसन चाहिँ यसको सबभन्दा पहिलो चाहिँ एउटा चाहिँ क्यास ट्रान्सफर सरले भन्नुभएको कुरा, त्यसमा अर्को चाहिँ यो इन्टिग्रेसन भनेको थ्रु अब हामीले राष्ट्रिय परिचय पत्रलाई नि एउटा सुरक्षा पत्र किसिमले बनाउन खोजिरहेछौँ। यदि त्यो गयो भने यसको चाहिँ धेरै एनोमेलिजहरू चाहिँ त्यसले चाहिँ नियन्त्रण गर्छ होला। हालाकि त्यसमा समस्या छ, अघि सरले भन्नुभयो चाहिँ नि के अरे नागरिकता र यो अरू परिचय पत्रहरू विभिन्न किसिमको परिचय पत्र छ नि। अहिले फेरि ज्येष्ठ नागरिक छुट्टै परिचय पत्रले भन्छ, मैले त्यहाँ देखाएको त्यही हो। ज्येष्ठ नागरिकको परिचय पत्र किन लिएको भने म यहाँबाट चन्द्रगिरीमा हामी 5-7 जना गएको थियौँ चढ्न भनेर, साथीहरू हामी सबै यस्तै उमेर भएको मान्छे, फटाफट सबले चाहिँ नि त्यो 700मा लिए, वान वे चढेको हामीले के अरे 390मा लिए, मलाई चाहिँ 700 लियो भन्यो क्या। अनि के भएछ भनेको सबैसँग ज्येष्ठ त्यो कार्ड रहेछ उनीहरूसँग। अनि म निक्लिएर एउटाले कोट्यायो पख भन्ने, मेरो कार्ड उसको कार्ड मलाई दियो क्या अर्काको, त्यो कार्ड लिएर। अनि म त के लिनु, तिमी आफै लियो भने उसले 2पल्ट लिएपछि अनि गर्छ नि, उसले मात्रै ठाउँमा जाने हुँदैन, हामीले जाने हुन्छ। यस्तो हुन्छ। त्यस कारण यो चिजहरूमा चाहिँ मेरो हिसाबले सरको प्रस्तुतिको हिसाबले त्यहाँ धेरै कमेन्ट गर्नुपर्ने हाम्रो त अब छैन, तर फ्लोरमा कतिपय जिज्ञासाहरू अब हुन्छ र केही कमेन्ट र क्वेसनहरू छ भने फ्लोर मैले ओपन गर्छु समयको पाबन्दी लिएर। सर प्लिज नेपाली सर। नमस्कार। मैले लिएको आदरणीय सरलाई सम्मान व्यक्त गर्नलाई मात्रै हो, क्वेसन केही छैन। निकै राम्रो, वास्तवमा यति धेरै राम्रो हुन्छ भन्ने मैले वास्तवमा अपेक्षा गरेको थिइनँ। ठिकै होला भन्ने लागेको थियो। निकै राम्रो, त्यसको लागि आभार व्यक्त गर्दछु कलेजको राजन सर, लगायत कृष्ण सर, सबै पाएको गर्दछु। मैले 3-4 विषयहरू यो पनि पढ्नेको किन पनि भने हजुरले विषयहरू राख्नुभयो। त्यस्तै मेरो सरसचिव योजना आयोगमा हुँदाखेरि निकै मिहिनेत गरेर बनाएको म भूमि प्रदेश राष्ट्र सचिव हुँदै सबैमा संलग्न भएको हुनाले सरले त्यसलाई एक्नोलेज पनि गरिदिनु भयो। त्योसँग जोडेर मैले केही विषयहरू, 2-3टा विषयहरू राख्छु। पहिलो विषय सरले जुन फुटिङ गरिदिनु भएको छ सुरुमा, कन्ट्रिब्युटरी, नन कन्ट्रिब्युटरी र गभर्मेन्ट भनेर, त्यसले वास्तवमा त्यो 87 अलिक समेट्ने, त्यसलाई लास्टमा एउटा डिलिट पनि राख्नुपर्छ कि पर्दैन, त्यो एउटा हजुरले विचार गर्ने विषय मैले राखेँ। किनभने त्यो कतिपय
विषयमा सबै कसैको प्रकाश बसको कहाँ पाइन्छ नम्बर त्यो चित्रहरू छ अनि त्यो अगाडि छोड्छ अरूलाई पनि सब्सटेन्टिभ कमेन्ट भएको हुनाले म अहिले जेनरसै भइरहेको छु तर अरूलाई पनि थ्याङ्क यू सर उहाँको अलिक सब्सटेन्टिभ कमेन्ट भएको हुनाले अलिक जेनरसै भयो मैले अरूले चाहिँ अलिकति विचार गरिदिनु होला फ्लोर कसैले फ्लोर लिन चाहनुहुन्छ भने यसो हात उठाउनुहुन्छ धेरै छैन जस्तो छ अब कृष्णहरि सरको यस्तो राम्रो आइसकेको थियो अघि उहाँ आएर प्लिज सर मैले नाम चाहिँ भुलेँ कृपया आफूलाई इन्ट्रोड्युस गरिदिनु सर ए सर यहाँ बसौँ एकछिन क्लियर बसौँ हजुर यहाँ शादीको प्रयोग अत्यधिक भएको कारणले गर्दाखेरि क्यान्सर छ हामीले प्राइमेरी
दैनिक विषयको विषयमा चाहिँ प्रधानमन्त्रीको काहीँको दिशाहरू अर्को सुनिन्छ अरू कसैको छ होइन अब छैन एकैचोटि सकौँ होला त्यो होइन छैन अनि म अलिकति दुईवटा कुरा भन्छु अनि सरलाई नि फेरि जो मैले मेरो कन्क्लुडिङ रिमार्क मैले धेरै गरिदिएँ राजन सर बोल्नु बाँकी हुनुहुन्छ त्यस कारणले लास्टमा उहाँलाई नै छोडिदिन्छु त्यो चाहिँ अब यो यहाँ आएको कुराबाट र कृष्ण सरले भनेकोलाई अलिकति फ्रेमहरूमा राख्दाखेरि चाहिँ मैले के बुझ्छु भने यो सोसल सिक्युरिटीको जति पनि चाहिँ डाइभर्सिटी भइरहेको छ त्यो अलिक पपुलिस्ट बेस्ड र अलिकति चाहिँ पोलिटिकली स्लोगनमा आधारित र कार्यान्वयनबाट सकिन्छ सकिँदैन पनि नहेरिकन त्यो एकदम चाहिँ नि हेफाजार्डली आएको देखिन्छ र यसलाई चाहिँ गर्नुपर्ने उहाँले पनि अघि भन्नुभएको छ मैले यसलाई थ्योरीमा भने मात्रै हो यो चाहिँ यो तिनवटा कुरामा आधारित रहेर मात्रै गर्नुपर्छ भन्ने मलाई लाग्छ एउटा चाहिँ इट मस्ट बी के भन्छ एभिडेन्स बेस्ड भनेको के हो भने जस्तै हामीले स्कुलमा खाजा गऱ्यौँ स्कुलमा खाजा गर्दाखेरि त्यो के देखायो त्यसले भने बच्चा बच्चीमा चाहिँ नि ड्रप आउट रेट बढी स्कुलमा चाहिँ त्यो इनरोलमेन्ट हुने तर चाहिँ नि नहुने पछि अगाडि कन्टिन्यू नगर्ने त्यो स्कुलमा खाजा खाउने भएपछि तिनीहरू मानिसहरू जाने अर्को दुइटा के देख्ने कुपोषण मालन्युट्रिसन भयो भने त्यो खाजा दिँदाखेरि चाहिँ त्यो एकदम ड्रामेटिक चेन्जेस आयो दुइटै चिजमा भने त्यस्तो एभिडेन्स बेस्ड चाहिँ नि सिक्युरिटी सोसल सिक्युरिटी राख्यो भने चाहिँ के हुन्छ भने त्यो चाहिँ त्यसको रिजल्ट पनि हुन्छ किनभने यो अघि सरले भनिसक्नु भएको छ मैले खालि त्यसलाई एउटा फ्रेममा भने मात्रै हो नतिजा देखिएन भयो त गऱ्यो त्यसबाट कोही खुसी पनि भएन नतिजा त्यो नतिजा देखिने किसिमको एभिडेन्स बेस्ड एउटा त्यो हुन्छ अर्को पनि सरले भन्नु भएको छ यसको चाहिँ राइट्स बेस्ड किनभने यो राइट किनभने हामीले त यो संविधानमा व्यवस्था गरेर त्यस कारण चाहिँ त्यो अधिकारमा आधारित चाहिँ नि भएको कुरालाई चाहिँ हामीले डिनाइ गर्न सक्दैनौँ कानुनमा पनि व्यवस्था गर्नुपर्छ संविधानमा पनि व्यवस्था छ र ह्युमन राइट्सको हिसाबले पनि गर्छ तेस्रो चाहिँ नि निड्स बेस्ड हो यसको किनभने अब अहिले हामीले दिएको अघि सरले भनिसक्नुभयो होइन त्यहाँ चाहिँ नि अब विपन्न अथवा जसलाई निडी छ त्यहाँ पुगेको छ सबैलाई एक नासले दिइरहेको छ नि हामीले त भत्ताहरू त कतिपय कुराहरू त्यस कारणले त्यसमा चाहिँ केही न केही विपन्नताको चाहिँ नि कुरा जोडेर चाहिँ दिनुपर्ने कुराहरू आउँछ वास्तवमा त्यो अब त्यो हामीले गरेनौँ अभ्यासमा त्यो त्यति गाह्रो कुरा पनि छैन सरले उदाहरण पनि दिइसक्नु मलेसियाको पनि उदाहरण दिइसक्नु होइन यो तिनवटा र अनि चौथो भनेको चाहिँ सबभन्दा भनेको चाहिँ यो चाहिँ नि स्रोतको टुङ्गो नलागिकन यो तोक्नु हुँदैन किनभने यो त लङ टर्म हुन्छ नि स्रोत भनेको या कन्ट्रिब्युटरी हो या कुन तरिकाले रेभेन्यू जेनेरेट हुन्छ रिसोर्स जेनेरेट हुन्छ अनि मात्रै यो चिज गर्नुपर्ने हुन्छ यो चार कुरो नगरिकन गऱ्यो भने यो अहिले जे भयो त्यसैको रिजल्ट हो यो अहिले भएको भने मलाई लाग्छ मेरो तर्फबाट अलिकति यति भनिहालेँ त्यो फ्लोर पाहरूलाई कहिले काहीँ बोल्नु मन लाग्छ सरलाई मैले दिएँ अलिकति थ्याङ्क यू सर ल प्रस्तुति साह्रै सुपर थियो अलिकति थपेर के गर्नु हुन्छ सर सरलाई धेरै धेरै धन्यवाद सर सर कार्यक्रमको अध्यक्षता गरिरहनु भएको छ सबै मान्यवरहरू हुनुहुन्छ मलाई त धेरै प्रश्न हुँदैन कोही सरले भाषामा के भनेको कुरा आफ्नो काम कुन बगाएर भनेको त्यसलाई मैले कोहीपट्टि त्यसमा मैले मिलाउँछु ठिकै हो केही कुरामा चाहिँ यसो त्यो इन्क्लुजन कुराहरू राखेको र तथ्याङ्क त्यसमा चाहिँ मैले मिहिनेत नगरेका त्यति कुरा मैले इमान्दारी हो भनेदेखि चाहिँ आफूलाई पनि खुसीको बराबर लेख्ने
सामाजिक सुरक्षा भत्तामा चाहिँ अहिले 6 ठाउँलाई त राम्रोसँग सामाजिक सुरक्षा भत्तामा चाहिँ कास्किरी भत्ता पनि ट्याक्टर लिने मात्रै एउटा अनि त्यो विद्युत बसेको चाहिँ सोधले त्यो लिन आउँछ पेन्सनमा पेन्सन काटेर गए पनि हेर्ने शिवजीले तिनीहरूको सबै भाषाबाट छ प्रोग्राम भएर कहिले कहिले 25% पेन्सन हामीलाई अमेरिकामा छोराछोरी अमेरिकै बाआमा अमेरिका बाआमा दुई प्रकार तीन प्रकार एउटा अमेरिका जाने अमेरिका गर्ने एकपल्ट गएपछि एकपल्ट चाहिँ त्यो गएर गएर नफर्किने 25% जसको पेन्सन चाहिँ यो रोकिएको छ अनि यो मान्छे बिते पनि पाइरहेको छ त्यो 6 महिना मात्रै बैनी बनाएर पारे पनि बैनीमा केही केही कुरो गयो भने गइरह्यो भने हामीले एटिएम कार्ड दियौँ एटिएम कार्ड चाहिँ 4 नम्बर 35 72 गर्ने थाहा पाएर त एउटा आएको छ पैसा सामान्य मान्छे चाहिँ त्यसले गर्दा मैले सर कुरा नै हो ट्याक्स माफिया केही होइन अब मोटामोटी हप्तासम्म उठ्यो सामाजिक सुरक्षा भत्ता बन्द गरेर भन्नु पनि दिन्छ सरकारले सधैँ विनियोजनमा दिन्छ सरकारले विनियोजनको तलबै दिन नसक्ने पेन्सनै मिलेन परिस्थिति भन्ने कुरा आयो त्यसले गर्दा कतै तोकिएको नै निश्चित करै भयो भने त्यो कर त आमाले सोधे त्यही भएर सुनेर पाल्ने हामीले हामी 1% चाहिँ हामी सामाजिक सुरक्षा कर लगाएको पनि हो नलगाएको होइन त्यो कताको त्यसमा चाहिँ हाम्रो प्रकाश चन्द्र चाहिँ संसदमा बल्ल कुरो उठेर तिमी नै अर्थमन्त्रीले चाहिँ व्यक्ति भए 4 लाख रुपियाँसम्ममा कर राख्ने हुन्छ दम्पति भए 5 लाखमा कर राख्दैन भने यहाँ 200 रुपियाँ कमाए पनि 1% तिर्न पर्ने भन्ने पनि काहीँ हुन्छ अनि भन्नको कुरो त्यसैले हेऱ्यो भने त्यो कुरो सामाजिक सुरक्षा कर लाग्न नपर्दैन तर त्यो कुरो हामीले गरेर लाग्न सकेनौँ अहिले प्रदूषण शुल्क त्यही हो हामीले पेट्रोल डिजल दिइरहेको छ प्रदूषण भइरहेको छ त्यो पैसा कहाँ गयो भन्दा प्रदूषण शुल्क लिएर कर्मचारीको तलब खाइरहेको छ भन्यो भने पनि त्यसको जवाब छैन किन एउटै दालोमा आयो त्यो कुरा बहिनी सरले भनेको कुरा एकदम ठिक हो सर आफ्नो सरले भनेको कुरामा मैले पनि त्यो कुरो पढेको छु तर त्यो उर्मिला शेखरमा पनि मैले पढेको छु कुरा नै फाइदा आइतो चाहिँ कतै मात्रा त बढी होइन कोही मात्रा उनीहरूको रोकेको छ भने सुनेको इन्डियामा हामी कहाँ हालिन्छ तर हाल्दाखेरि त्यसको निश्चित मात्रा छ अहिले के छ भने सरले भन्ने गर्दा हामीले चामल छ नि चामलमा पनि मिलहरू छ त्यो मिलहरूमा चाहिँ विभिन्न चामलमा पनि दिएको छ विभिन्न हामीलाई थाहै छैन हामीले खाइरहेको के छ हामीलाई थाहै छैन हामीले पहिला पहिला कृष्ण पाउडर खाँदाखेरि पिठो मात्रै हुन्थ्यो पछि अर्को चाहिँ यहाँ पाउडर आउँदा पिठो चिनी हाल्यो अब त्यो पाउडर आउँदाखेरि चाहिँ पिठो चिनी र मह हाल्यो अर्को पाउडर आउँदा यसरी अहिले पाउडर 28 प्रकारका पाउडर हालिन्छ पाउडर मात्रै खाने हो भने पनि हामीलाई क्यालोरी पुरै पुग्ने पाउडर रहेछ त्यो पाउडर भन्नेमा त्यो सामान्य पाउडर हामीले थाहा लगाएर त्यसरी चाहिँ चिजहरू खाएको छ सरले चाहिँ एकदम राम्रो भने सरले भने चाहिँ कति त्यसको कम्पोजिसनहरू मिलेन भने थाहा हुन सक्छ त्यही हाम्रो पनि तरकारी पनि भयो त्यही भएर तरकारीमा अब केही नभएर म पनि बोल्दा पर्ने हो राजनीतिको डिजी नै अहिले मैले पनि के भन्न थालेको छु है के कृषि काट्ने विषादी काट्ने विज्ञहरू थाहा पाएँ तरकारी सबै खर्चको मुन्टो सर ल्याएर कहिले भरि एक घन्टामा ल्याएर के हुन्छ आफ्नो तरकारी ल्याएर बोलाएर सेलाएर बाँकी चाहिँ बल्ल त्यसमा विषादी मरिसकेको अब हामी त अब ताल ताजा भर्खरै त्यो विषयमा हामीले पछि हाम्रो पनि 54 साल पहिला अहिले 75 साल भइरहेको छ अहिले मन्त्रीले त्यही भएर भन्नुभयो मैले यसपालि 7वटा प्रदेशमा गर्नुपर्छु
त्यस कारणले अरू कुरा केही उठेन मधु सरले भन्ने भएको छ म चाहिँ सबैप्रति आभार व्यक्त गर्छु धन्यवाद अब मेरो कन्क्लुडिङ रिमार्क छैन खालि हजुरलाई कृष्णहरि सरलाई धन्यवाद र स्टाफ कलेज परिवारलाई विशेष धन्यवाद यहाँ सबैजना अडियन्स आएर बसेर सुनिदिनु भयो प्रश्नहरू उठाइदिनु भयो धेरै धेरै धन्यवाद छ अब यो म यो फ्लोर चाहिँ शिवहरीजीलाई म दिन्छु स्टाफ कलेजको साथीहरू थ्याङ्क यू सर हामी चाहिँ तल बसौँ होला अब एकचोटि आजको प्रस्तुतकर्ता र मोडरेटर सरलाई पुनः एकचोटि तालिम गरिरहेका छन् सरहरूलाई धन्यवाद दिन चाहन्छु अब म नेक्स्ट डिस्कसन सिरिजको 88 श्रृङ्खलालाई अध्यक्षता गरिरहनुभएका नेपाल प्रशासन प्रतिष्ठानका आदरणीय कार्यकारी निर्देशक डाक्टर राजन खनालज्यूलाई यो ट्रेनिङ यो यसको सन्दर्भमा टिप्पणी राख्दै यो कार्यक्रमको समापनको लागि अनुरोध गर्दछु थ्याङ्क यू शिवर सर स्टाफ कलेज र पानको बिचमा विगतमा नै सहकार्य दिइरहेको थियो र आज यो सहकार्यको 88औं श्रृङ्खलामा फेरि अर्को सहकार्य लास्ट डिस्कसन सिरिज भयो त्यसमा आबद्ध अनुरोध गऱ्यौँ र पानका पदाधिकारी सम्पूर्ण यसको लागि म आभार गर्दछु पानका अध्यक्षज्यूलाई र योभन्दा अगाडिका पास्ट साथै मैले स्टाफ कलेजका सम्पूर्ण साथीहरू जसले यो तयार गर्नु उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु मलाई धेरै कुरा भन्नुभयो छैन किनभने आज जसले प्रस्तुति गर्नुभयो उहाँ चाहिँ कुनै समय मेरो बसको विषयमा धेरै टिप्पणी गर्नु तर हामी बस सबर्डिनेट भए पनि हाम्रो विषयमा व्यापक विषयमा छलफल वाद विवाद हुन्थ्यो कहिलेकाहीँ भेला जस्तो नि हुन्थ्यो तर हाम्रो त्यो इस्युमा मात्रै छलफल हुन्थ्यो व्यक्तिगत रूपमा हाम्रो कहिले त्यस्तो भएन विगतमा पनि भएन अहिले झन् अब गइरहेछ नि सरले जुन विषय आज प्रस्तुत गर्नुभयो खास गरी यो सोसियल सेक्युरिटी हुन्छ यसलाई एलाउन्सेस भन्नु भने सोसियल सेक्युरिटीको कन्सेप्टमा बुझ्दा ठिक हुन्छ लाग्छ सोसियल सेक्युरिटीको विषय चाहिँ अघि एउटा महत्त्वपूर्ण कुरा प्रश्न गर्नुभएको थियो कृष्ण सरले कि सोसल कन्ट्र्याक्ट चाहे त्यो हर्षको कुरा गरौँ अथवा हामी रुसोको कुरा कुनै बेला सरकारको चाहिँ के जिम्मेवारी हुन्छ सोसल कन्ट्र्याक्टले चाहिँ कन्ट्र्याक्ट गर्ने पार्टीहरू सर्त हुन्छ त्यो सर्त पालन गर्नुपर्छ त्यही कन्सेप्टबाट नै त्यो स्टेटको भूमिका बिस्तारै क्लियर भइरहेको कति नै अस्ति रुसो अथवा त्योभन्दा पछाडिका केही अमेरिकी क्रान्ति रसियन क्रान्तिहरू अन्तर्राष्ट्रिय मानव अधिकारको समुदायले सरकारको रोलहरू चाहिँ कहाँ कहाँ डिफाइन हुन सक्छ त्यो बेलाका चिन्तनहरू धेरै ती चिन्तन भएका भूमिकाहरू अहिले सेक्युरिटीका कुनै संविधानका कुनै धाराहरू हेऱ्यो भने अथवा हामीले सामाजिक सुरक्षा भत्ता किन पानी भने हेऱ्यो भने कहिले कहिले झल्को आउँछ त्यसको अनुहार आउँछ त्यो डिफ्रेस स्रोत त्यहाँदेखि कहिले देखिन्छ त्यस कारण हामी स्टेटहरू त्यसबाट बाहिर निस्किसम्म देखिँदैन अहिले यतिखेर 140वटा यो सोसल सेक्युरिटी स्किम लागु र त्यसमा 40वटा मात्रै छ जसले चाहिँ त्यो खासै कामविहीन भएको अवस्था अनइम्प्लोयमेन्ट भएको चाहिँ त्योसँग भत्ता स्वयं रूपले दिँदैन त्यो स्टेटको क्यापेसिटी बढ्दै गइसकेपछि त्यसमा प्रवेश गरिँदैछ भन्ने देखिन्छ र 140वटा मुलुकले कुनै न कुनै रूपमा थोरै बहुत केही न केही चाहिँ सोसियल चाहिँ ट्रान्सफर गरेका छन् क्यास ट्रान्सफर गरेका छन् गाडी ट्रान्सफर गरेका छन् या कहीँ सरकार ग्यारेन्टी गरिदिएको छ या सरकारले कुनै कमोडिटी दिएको छ या होइन भने कुनै चाहिँ राहत ट्रान्सफर चाहिँ टेम्पोररी पिरियडलाई गरेको छ लङ टर्ममा गरेको छ तर बिस्तारै गएपछि के हो भने स्टेटको भूमिका त्यो बढ्दै गयो खास गरी कल्याणकारी राज्यको आएपछि त्यो कल्याणकारीसँग यो जोडिन्छ स्टेट कल्याणकारी भूमिकाबाट स्टेट चाहिँ बजेट खानु पाउँदैन सबै कुरा अरू प्राइभेट सेक्टरलाई छोडे पनि त्यो एउटा क्यारेक्टरिस्टिक छ जुन चाहिँ कल्याणकारी भूमिकामा चाहिँ स्टेट बस्नुपर्छ त्यहाँ अरू धेरै सरकारले चाहिँ निजहरूलाई छोडिसकेका छ तर सोसल सेक्युरिटीको पार्ट छैन त्यसको चाहिँ उसको अब्लिगेसन र सोसल सेक्युरिटीलाई के कन्फाइन गरेको छ केही विषयहरूमा कन्फाइन गरेको छ हुन्छ पैसाले वर्गीकरण गर्नुभयो हिमाली सरले पनि यसलाई अर्को तरिकाले वर्गीकरण गर्न पाए भने के हुन्थ्यो अर्कै ढङ्गले वर्गीकरण पनि गरिन्छ खास गरी यसलाई कसरी हेर्ने त भन्दाखेरि
अब हेल्थलाई हामीले सोसियल ट्रान्सफरको रूपमा हेर्ने कि नहेर्ने, एजुकेसनलाई हेर्ने कि नहेर्ने होइन। त्यसभन्दा बाहेकको अब होमलेसहरूलाई अथवा असहायहरूलाई अथवा अपाङ्गहरूलाई यसरी हेर्नुपर्ने हो कि होइन, यसरी प्रवेश गर्नुपर्छ। यसरी हामीले अहिले बाँड्ने हो भने यो त त्यो एउटा 85-87वटा भने त्यो 3वटा क्याटेगोरी कहीँ त्यो चाहिँ त्यहाँ कहीँ कहीँ फल भएर आउँछ। त्यो हिसाबले पनि यसलाई वर्गीकरणको अर्को पाटोबाट हेर्छ, जुन अहिले सरले भन्नुभएको पाटोबाट हेर्दा पनि त्यो वर्गीकरण देखिन्छ। तर ब्रोडर फेकमा हेर्ने हो भने ट्रान्सफर कुन हो होइन, त्यसमा सपोर्टिभ कुन हो। अनुदान बसेकोलाई हामीले त्यसले सोसल सेक्युरिटीको भनिँदैन। अनुदान भनेको चाहिँ त्यसलाई प्रोत्साहन गर्नको लागि, काट्नको लागि। राहत भनेको चाहिँ राहत भनेको टेम्पोरेरी सुलाई मात्रै, सधैँ त्यसमा सरकार पर्यो, अप्ठ्यारो परेको बेला पनि आउँछ। सो अब बाढी पहिरो आयो भने त्यो बेला राहतको रूपमा जान्छ, त्यो भनेको एउटा टेम्पोरेरी फिनल हिसाब हुन्छ। त्यसले गर्दा यो क्याटेगोरीबाट हामी वर्गीकरण गर्ने त्यो चाहिँ सही हुन्छ। सोसल सेक्युरिटीको यस्तो पृष्ठभूमि यति सालदेखि भन्ने छैन। जब स्टेटको उदय भयो कुनै न कुनै रूपमा हेर्ने त्यो रिलिजनको पृष्ठभूमिसँग जोडिएको छ। हरेक धर्ममा कुनै पनि धर्मको चाहिँ ग्रन्थहरू पढ्ने होइन, चाहे ओल्ड टेस्टामेन्ट पढ्दा त्यहाँ कुनै समय ओल्ड टेस्टामेन्टले के भन्छ भने त्यो बाइबलको ओल्ड टेस्टामेन्ट भन्छ तिथे भन्ने एउटा चाहिँ ट्याक्स। तिथे भने तपाईँको कमाइको 10 टाइम्स होइन, 1/10 चाहिँ तपाईँले चाहिँ कन्ट्रिब्युसन गर्नुपर्छ। त्यो 1/10 कन्ट्रिब्युसन कसलाई गर्नुपर्छ भन्दाखेरि कहीँ कल्याणकारी रूपमा गर्नुपर्छ, चर्चलाई गर्नुपर्छ, चर्चमा खाना बनाउनलाई गर्नुपर्छ, खाना नपाएकाहरूलाई गर्नुपर्छ, प्रार्थना गर्न आएको मान्छेले खुनुपर्छ, या सेवा गर्नलाई गर्नुपर्छ होइन। अथवा जागत भन्ने छ इस्लाम, जागतले के भन्छ भने तपाईँले गरेको इन्कमको 80% चाहिँ तपाईँले त्यो गरिब गुरुबालाई बाँड्नै पर्छ। तर मुसलमानहरूले त्यो बाँडेकै हुन्छ। नाउले कपाल काट्ने नाउले छ भने पनि त्यो माग्न आउने मान्छेलाई हरेक 5-5 महिनाको हिसाब राख्नु पर्छ। मैले इन्कम गरेको यदि मैले वर्षभरि कन्ट्रिब्युसन गरिरहेँ, नत्र भने म त यो इस्लाम धर्म विरुद्ध हुन्छ। पहिले हामी काठमाडौँमा कपाल काट्ने मान्छेले हेर्नुहोस् त्यो भाडा राखेको हुन्छ सानो, उसले इन्कमको 80% चाहिँ मैले चाहिँ दिनुपर्छ। त्यो त्यसबाट के हो भने कन्ट्रिब्युसनको कुरा। हामीले यस्तो फिलोसफी हेर्ने भने इस्टर्न मान्छेले भन्छौँ यदि केही पनि छैन भने जोगीहरूले के गर्नु भिक्षा माग्ने, त्यो भिक्षा आफैमा के हो त, त्यो पनि कन्ट्रिब्युसन। सरकारले कन्ट्रिब्युट गर्थ्यो कि सोसाइटीले गर्थ्यो कि इन्डिभिजुअलले गर्थ्यो। अहिलेको कन्टेक्स्ट पनि यही हो। कसले कन्ट्रिब्युसन गर्ने भन्दा अहिले सरले भन्नु ट्याक्स लाउने भने कसले त भन्दाखेरि सरकारले ट्याक्स लाउँछ भने होइन नि, ट्याक्स त मैले तिर्ने हो, मसँग छ मैले तिर्ने, अनि कहाँ दिने त अरू ठाउँमा दिने। यो वेल्थको रिडिस्ट्रिब्युसन हो। स्टेटको सबभन्दा राम्रो क्यारेक्टरिस्टिक भनेकै वेल्थको रिडिस्ट्रिब्युसन। तपाईँसँग भएकोसँग लिएर अरू ठाउँमा होइन, त्यो मान्छे को चाहिँ हेल्पलेस छ, को चाहिँ अपाङ्ग छ, को मार्जिनलाइज छ, कसले बेलुका खान पाउँदैन, त्यो चाहिँ त्यो हिसाबले। अहिले पनि अमेरिकामा कुनै मान्छे सबै मान्छेको बिमा हुन्छ। अमेरिकामा बस्ने मान्छेलाई खतरा के हुन्छ, बाहिरको मान्छेलाई खतरा के हुन्छ भने बिमा नभएको मान्छे अमेरिकामा मर्छ तर मर्दैन। त्यहाँ चाहिँ के गर्छ भने त्यसरी कुनै घटना भयो भने हस्पिटल लाग्छ, उपचारको लागि भत्ता गरिन्छ, उपचार पनि गर्छ, तर ऊ चाहिँ उसको ड्यू हुन्छ। अनि ड्यू भएपछि हस्पिटलले के गर्छ भनेदेखि च्यारिटीहरू हुन्छ, कुनै चर्च होला, कुनै ठुला चाहिँ कुनै च्यारिटी फन्डहरू होला, सोसियल कुनै अर्गनाइज होला, त्यसलाई बोलाउँछन् र त्यो मान्छे अप्ठ्यारोमा पर्दा उपचार गरेमा हस्पिटलको बिल चाहिँ ड्यू हो, तिमीले त्यो दिन्छौ भने अनि त्यो कहाँ त सरकार भयो त, त्यहाँ सरकार छैन। त्यही कारण यो कन्ट्रिब्युसनको पार्टलाई कसरी हेर्ने हिसाबमा चाहिँ कहीँ न कहीँ अहिले अन्तिममा अहिले यो यति ठुलो हामीले चाहिँ फन्ड गइरहेको छ, यो चाहिँ मिसयुज भइरहेछ अथवा फन्ड चाहिँ गइरहेको छ, फन्डको सोर्स छैन भने है त्यो सोर्स कहाँ ल्याउने भन्ने विषय चाहिँ सबभन्दा महत्त्वपूर्ण हुन्छ। मनोरम सरले पनि अलिकति भन्नुभयो कि हामीले यति पैसा हामीले खर्च गरिरहेको छौँ, तर त्यसको सोर्स चाहिँ के हो, कुनै सोर्सको व्यवस्था नभइकन कुनै सोसल बेनिफिटको प्रोग्रामहरू लागू भयो भने भोलि त्यसले चाहिँ ड्यामेजिङ गर्न सक्छ, स्टेटलाई ड्यामेजिङ गर्छ। जस्तो हिजोको बजेटमै मलाई लाग्छ 112 अरब भनेको चाहिँ यो ट्रान्सफर हुने पैसा मात्रै, त्यो हेल्थको चाहिँ एजुकेसनको अरूमा जाने ट्रान्सफरको विषय यहाँ छैन। त्यो सबै जोडियो भने ग्रामीण सरकारको रिपोर्टपछि कुरा आउँछ, 300 जान्छ न त्यहाँ आउँछ। त्यसले गर्दाखेरि यो साँच्चैकै यसै गरी हामीले चाहिँ बढ्दै गयो भने यसको चाहिँ यसको कभरेज गर्ने के हो त, यो सोसल सेक्युरिटीको विषय उठेको भनेको चाहिँ कुनै समयमा जर्मनी चाहिँ एकदम फ्रेजाइल स्टेट थियो, 39वटा सानो राष्ट्रहरू मिलेर चाहिँ जर्मनी बनायो। त्यो जर्मनी बनाउनुमा चाहिँ अटोमान बिस्मार्क ठुलो योगदान छ। बिस्मार्कले के गरे भनेदेखि कि यी स्टेटहरू जुन जोडिएर मका आएका छन् यिनीहरूलाई मकै टिकाएर राख्नलाई के गर्नु पर्ला, त्यो सोसल सेक्युरिटी प्रोग्राम उहाँले इन्ट्रोड्युस गर्नु। बिस्मार्कले के गर्नु, त्यो नयाँ आएका स्टेटहरूलाई
जर्मनीमा जोडिँदाखेरि त फाइदा पो पाइन्छ, राम्रो पो हुँदो रहेछ त। र इन्सुरेन्सबाट कि मान्छे कुन बेला स्टेटबाट 3वटा अवस्थामा हेल्पलेस हुन्छ। एउटा बिरामी हुँदाखेरि आफूसँग भएको पैसा छैन भने त्यो चाहिँ हेल्पलेस हुन्छ। एउटा एकदम खान नपारेपछि एकदम हेल्पलेस हुन्छ, मसँग खान छैन। अनि अर्को चाहिँ उसले सेल्टरको लागि बसोबास गर्न पाएन। यो 3वटा बेला चाहिँ उसले स्टेट चिन्दैन। त्यो एउटा 3वटा कुरा छ भने त्यो स्टेट चिन्छ, त्यो 3वटा कुरा छैन भन्नु पनि तपाईँ नेपाली भन्न पनि छोड्नुहुन्छ। त्यो रियालिटी यही हो। त्यहाँदेखि यो 3वटा कुरा चाहिँ बिचमार्फले दिनुपर्छ। यसलाई कहाँ कभरेज गर्ने सोसियल सेक्युरिटी स्किम सुरु गरेको। र यसको सुरुवात गर्दाखेरि हामी ट्याक्सबाट मेथडहरू छ, जस्तो डाइरेक्ट बेनिफिट छ भने ट्याक्सबाट दिनुपर्छ। मैले किनर सरलाई पनि त्यो विषय हेर्दा अरू विषय अझै इन्डिज हुन्छ जस्तो लागेर पनि धेरै कुरा ल्याउनुपर्छ। कारण धेरै रिसर्च पनि गर्नु सकिन्छ जस्तो लाग्छ विषयमा। एउटा चाहिँ ट्याक्सबाट चाहिँ के छ भने डाइरेक्ट जो बेनिफिट हरेक वर्ष हामीलाई दिइन्छ त्यो ट्याक्सबाटै दिनुपर्ने हुन्छ। अर्को चाहिँ फन्ड म्यानेजरहरूले गर्छ। त्यो सरकारले सबै कुरा बोकिरहेको थियो, त्यो भारी बोकिरहेको थियो। मलाई चाहिँ दिलीप सर यहीँ हुनुहुन्छ, हजुरले त्यो रिटायरमेन्ट फन्ड बोक्नु भएको छ नि, अहिले हाम्रो त्यो अर्को त्यही कन्ट्रिब्युटिभ फन्ड पनि बोकिरहनु भएको छ। हामीले सरकारले कम कन्ट्रिब्युसन गर्दा बोकिरहनु भएको छ। मलाई लाग्छ कहाँ गएर दर पर्नुहुन्छ थाहा छैन, किनभने जम्मा 12% छ त्यसमा। भोलि कन्ट्रिब्युसन गर्नुपर्ने चाहिँ 20% हुनसक्छ, तर 12% पनि हामी बोकिरहेका छौँ। के ग्यारेन्टी बोकेका छौँ भने त्यो फन्ड चाहिँ अहिले रिटायर भइदिने तत्काल मान्छे, अब रिटायर हुने भनेका 74बाट भनेको चाहिँ त्यो त्यसको 20 वर्षपछि हो। सबै मान्छे 20 वर्षमा रिटायर हुँदैन। त्यस कारण म पुऱ्याउँछु त्यो फन्ड हिसाबले सरले बोकिरहनुपर्छ। त्यो पोइन्ट छोडिदिनुपर्छ। एउटा दोस्रो पार्ट एउटा ट्याक्सबाट चाहिँ डाइरेक्ट जुन चाहिँ यही प्रत्येक वर्ष दिनुपर्ने लागि ट्याक्सबाट होइन, अहिले लङ टर्म छ भने एउटा फन्ड म्यानेजरलाई दिने। दोस्रो त्यसको भनेको चाहिँ इन्सुरेन्स हुन्छ। इन्सुरेन्स पनि अहिले हामीले जुन हेल्थ इन्सुरेन्स गरेको छ यो पनि सरकारले बोकेको छ। वास्तवमा यो सरकारले बोकेको इन्सुरेन्स कम्पनीले बोक्छ। जबसम्म सरकारले बोक्छ बोर्डले कहिले पनि काम गर्न सक्दैन। त्यो इन्सुरेन्स कम्पनी होइन नि त, त्यो सरकारले निकाल्यो। फेरि 3वटा पक्षबाट हामी प्रवेश गर्न सकिएन भने त्यो सोसियल सेक्युरिटीको हाम्रो कार्यक्रम चाहिँ अधुरा हुन सक्छन्। त्यस कारण त्यो पार्टलाई चाहिँ सरको रिपोर्टमा यति कुरा पनि यहाँ राख्ने हो भने चाहिँ मलाई लाग्छ यो रिसर्चको उत्कृष्ट एउटा चाहिँ पेपर तयार हुन सक्छ। र सरले यति राम्रो कलेक्ट गर्नुभएको छ इन्फर्मेसन हो, पक्कै पनि अहिले सरले पनि गर्नुभएको छ कि कलेक्सन गर्ने केही कुराहरू छुट्याएको छ। तर मलाई लाग्छ धेरै कुराहरू अहिले कतिपय कुरा त्यो अध्ययन गरेको भन्दा धेरै कुराहरू छ पेपरमा, जुन कुरा हामीलाई फर्दर रिसर्चको लागि, फर्दर रिसर्चको लागि र फर्दर हामीलाई चाहिँ ओपिनियन बनाउनको लागि महत्त्वपूर्ण लाग्छ। र एउटा अघि ट्याक्सको कुरा आयो, अहिले सोसियल सेक्युरिटीको प्रोग्राम जुन मुलुकले लागू गरेका छन् हरेकले सोसियल सेक्युरिटी ट्याक्स लगाएको छ। अब अहिले सरले भन्नु ट्याक्सको रेट यति माथि छ, अब फेरि लगाउने हो कि, त्यो होइन सर। त्यसमा के हो भने अब अहिले लगाएको ट्याक्समा चाहिँ 3% ट्याक्स भनेर चाहिँ कहीँ पनि बाँड्न पाइने, त्यो भनेको चाहिँ सोसियल सेक्युरिटी ट्याक्स। त्यसभन्दा माथिको ट्याक्स मात्रै अरू कर्पोरेट ट्याक्स लाग्छ। त्यो भनेको 3% चाहिँ के हो त सोसियल सेक्युरिटी ट्याक्स हो। सोसियल सेक्युरिटी ट्याक्स 18-19% लगाउने मुलुकहरू पनि छ। जस्तो बेल्जियमको कुरा गर्ने भने बेल्जियमले के छ भने अहिले यो उनीहरूको संहिता लागू हो बेल्जियम। उनले पहिलो सोसियल सेक्युरिटी बेनिफिट बाँडेपछि मात्रै अनि प्रदेश स्थानीय तह र सङ्घलाई उसले बाँड्न सक्छ। पहिला त्यो पैसा छुट्याउँछ। त्यो पैसा बाँड्नुको पैसा होइन। यदि त्यो बाँड्नुको पैसा होइन भने अहिले प्रदेश स्थानीय तहले त्यो बाँड्न पाउँदैन थियो नि त। अहिले खतरा नै त्यही भइरहेको छ कि हामीले जे दिएको छौँ प्रदेशले दिन्छ, त्योभन्दा तल्लोले बाँडिरहेको छ। केबाट बाँडिन्छ त भन्दाखेरि टेक ट्रान्सफरबाट। कारण पहिलो सोसियल सेक्युरिटी भनेको सङ्घीय सरकारको कुरा हो। सङ्घीय सरकारले पहिलो चाहिँ 400 अरब पैसा चाहिँ कुनै बाँडफाँड हुँदैन। त्यो चाहिँ सोसियल सेक्युरिटी जान्छ, किनभने सरकार पहिलो दायित्व। त्योभन्दा तलको कुरा मात्रै विनियोजन हुन्छ है, त्योभन्दा मुनिको कुरा मात्रै बाँडफाँड हुन्छ है भन्ने हो। त्यसबाट दिन आउँछ। त्यही कारण धेरै जस्तो मुलुकले अहिले सोसियल सेक्युरिटी ट्याक्स चाहिँ बढाउनै लानुपर्ने बाध्यता छ। किनभने ओल्ड एजको कारण संसारमा ओल्ड एज यति बढिरहेको छ, खास गरी अहिले एडभान्स मुलुकहरू भन्छौँ जहाँ बुढाबुढीको सङ्ख्या अस्ति बढी छ, यङ जेनेरेसन छ। जस्तै मैले अस्ति जापानकै पठाएको थिएँ। जापान 1 वर्षभित्र 1 करोड जनसङ्ख्या आवश्यक छ। 1 करोड मान्छेहरू चाहिँ त्यहाँ सर्टेज, त्यो कहाँ सप्लाई गर्छ? यही मुलुक हामी जस्तै मुलुकबाट अरू मुलुकबाट सप्लाई गर्ने। तर अब त्यसले काम गरिदिन्छ के त भन्दाखेरि ती मान्छे यहाँ गएका मान्छेको सोसियल सेक्युरिटी कार्डहरू कसलाई दिन्छ? त्यहाँका बुढाबुढी। तिनीहरू मुलुकले अहिलेदेखि के प्रिपेयर गर्छ यो सोसियल सेक्युरिटीको भार कसरी टेक्ने यो भन्न सक्छ। यो त अहिले हजुरले भने जस्तो
यो 3% होइन 4-5% 10% नै गर्नुपर्छ कि त्यहाँ भ्याट लागेको बेला चाहिँ सबै त्यसमा जानुपर्छ कि किनभने अहिले नि हामी त्यसमा त अब सबै हामी रिटायर भइसक्यो 5 वर्षसम्म अहिलेसम्म लागेको छैन अब लाग्दा पनि 10 वर्ष बाँचेर भन्दाखेरि त हामी पनि टन्नै खाने भयो रिटायर नहुने मान्छे छैन हुन्छ नयाँ लोक चाहिँ आउनु पनि भएको छ भनेपछि त यो राज्यको दायित्व त तत्काल कम समझाइदिएको छैन तर जोबाट दिनुपर्ने ट्याक्स चाहिँ त्यसको दायरा चाहिँ कम यो पेपर आफैमा साथै एउटा चाहिँ प्रमोट गर्ने जो राम्रो प्रमोट गर्ने कि हामीले हरेक मान्छे त्यसको पर्ने चाहिँ स्टेटमा के कस्तो अप्ठ्यारो रहेछ कहाँ रहेछ कसरी दिनुपर्ने छ प्रक्रियाका रूपमा जटिलता जति छ त्यो कुरालाई पनि छ र सम्भावित हामी जोखिममा छौँ है पछि यसरी गर्न सकिएन भने हामी बढ्दै जानेछौँ र सरकार चाहिँ के गर्छ भने अब सर हामी पनि त्यही बसेको टिचर पनि त्यही बसेको त्यो ट्याक्स लगाउने विषयमा चाहिँ सरकार चाहिँ अलिक यो चाहिँ अनपपुलर हुन्छ भनेर पछाडि त्यो मात्रै होइन नयाँ पोलिसी जस्तो कन्ट्रिब्युटरी पेन्सन चाहिँ सरकारले त्यो बेला अध्ययन गर्नुभयो लागू गर्नै सकिएन 74 सालमा आएपछि बल्ल हामी ऐन बनायो 76 सालदेखि लागू गर्न सक्यो त्यसमा के भन्नु भने एकजना मन्त्रीजी हुनुहुन्थ्यो अब नाम भन्दिनँ भन्नु जरुरी छैन उहाँले के भन्नु भने यो संस्था लानुभयो सबै तयार भयो 6% बेनिफिसियरी 6% इम्प्लोयरले 6% 12% हामीले प्रस्ताव चाहिँ 20% राख्यौँ 12% हामी चाहिँ अब भयो पार्लियामेन्टमा लानुभयो भने चुनाव आएको छ यो चुनावमा यो लानु हुँदैन किन कर्मचारी विरोधी हुन्छन् नि लानु भएन भनेपछि मैले हामीलाई एजम्सन यस्तो छ कि यो चाहिँ भोलि डिसिसिभ रूपमा यो लानु पर्यो विषयमा लान नसक्दा यसको भार चाहिँ बिस्तारै यो चाहिँ बढ्दै गएको यसको अनफन्डिङ भएको होइन त्यो फन्ड चाहिँ त्यसको व्यवस्थापन नभइकन पनि अझ नयाँ कार्यक्रम बनाएको जस्तो 70बाट 68 आउने बेला कति मान्छे त्यहाँ चाहिँ प्रवेश गर्छन् त्यति बेला अझै नै सक्छ त्यो त एउटा स्टडीले प्रुभ गर्नु पर्यो अब घटबडा कति भयो त हिजो पार्लियामेन्टमा मन्त्रीले के भन्दै आइरहेको हुन्थ्यो भने 68बाट 70 गर्दा यति मान्छे अब दायराबाट बाहिर हुन्छ त्यति पनि भनेको थिएन त्यसबाट हाम्रो यति सेभिङ हुन्छ फेरि भन्न सकेको हुन्थ्यो अथवा त्यसमा पनि हाम्रो के भने अहिले 3,000 उठाउनु भन्छ त्यो 68 गर्दा 68मा लाग्यो अहिले 69 भयो नि अब त्यसलाई चाहिँ 1 वर्ष दिइन्छ पनि भने होइन त्यो दिनुपर्ने हो कि होइन भन्यो भने होइन भोलि त धेरै प्रश्नहरू आउँछन् त्यसरी यो अनएन्सरको कुराहरू के हुन्छ जब हामी तथ्याङ्क स्पष्ट भएर खेल्न सक्दैन त्यो सोसल बेनिफिटको कुरा पनि पपुलिस्ट हुन त पपुलिस्ट अटोबानले सुरु गर्दा नि पपुलिस्टबाटै गरेको पपुलिस्ट त हो तर त्यो पपुलिस्टसँग अङ्क पनि खेलिरहेको देखिन्छ जुन कुरा यो एकदम सार्वजनिक प्रस्तुतिप्रति म आदरणीय सरप्रति आग्रह गर्छु र मनोरञ्जनसँग धेरै विचार पनि फ्लोरमा पनि धेरै विचार आयो म त अझ धेरै विचार आयो भने म त्यति धन्यवाद मात्रै दिएर छोडिदिन्छु यदि अलिकति थप भन्न मात्रै हो कुराहरू राखेँ र आजको यो सहकार्य महत्त्वपूर्ण रूपमा सम्पन्न भएको र सभाको रूपमा सबैको उपस्थित भएकोमा पानका अध्यक्षज्यू पदाधिकारीज्यू पास्ट प्रेसिडेन्ट र हाम्रो स्टाफहरूका सम्पूर्ण फ्याकल्टी साथीहरू र कर्मचारी साथीहरूले आभार प्रयोग गर्दै यो कार्यक्रम अब यही सम्पन्न भएको छ सर म्याडमहरू त्यहाँ चाहिँ यो राइट साइडमा डाइनिङ हलको अगाडिको ओपन स्पेसमा चियाको कार्यक्रम छ सबैजना सहभागी